ल रेकर्ड भइरहेछ यता हेर है। हामीले 40 मार्क्सको बोट्नी पढ्छौँ। 40 मार्क्समा हाम्रो टार्गेट चाहिँ 36 टु 37 मार्क्स हुनुपर्छ। यति गऱ्यो भने पर्फेक्ट हो है, बेस्ट स्कोर हो बोट्नीको लागि। यता हेर, म्याक्सिमम पोर्सन बोट्नीको तिमीलाई मैले पढाउँछु, एउटा दुईवटा च्याप्टर अरू अरू सरले पढाउनुहुन्छ होला है। ल यता हेर, अब स्टार्ट गरौँ। आजको क्लासमा चाहिँ हामी प्लान्ट एनाटोमी भन्ने टपिक पढ्छौँ। ल सबैले हेर है, यहाँ हेर। फर्स्ट क्वेसन है, फर्स्ट क्वेसनबाट स्टार्ट गरौँ। क्लास हामी कसरी गर्छौँ भन्दा, तिमीहरूले सकेसम्म आउने एन्सर दिन्छौ च्याटमा। आएको छ भने ठिक छ, छैन भने पनि ठिक छ। मैले यहाँ इम्पोर्टेन्ट कन्सेप्ट पनि सिकाउँछु है। मैले यो क्वेसन राखेको सिरियली हो। तिमीहरूले कुनै पनि किताब हेर्दाखेरि, मोडुल हेऱ्यौ, किताब हेऱ्यौ, +2 को बुक हेऱ्यौ, जे हेर्दाखेरि पनि तिमीहरूको सिलेबस ट्याक 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 सिरियली मिल्छ है। सबै टपिक सिरियली मिल्छ, त्यही हिसाबले मैले क्वेसनहरू राखेको छु। यहाँ राखेको म्याक्सिमम क्वेसनहरू चाहिँ निटमा सोधिएका क्वेसनहरू हो, आइओएममा सोधेको क्वेसनहरू हो, केयुमा सोधेको क्वेसन हो है। केही इम्पोर्टेन्ट क्वेसनहरू पनि छ जुन सोधेको छैन तर सोध्न सक्ने प्रोभाबिलिटी छ। भाइ बहिनी फर्स्ट क्वेसन हेरौँ। अ प्लान्ट ग्रोज फ्रम सिडलिङ टु ट्री है। एउटा प्लान्ट सिडलिङबाट ट्रीमा ग्रो भयो। यसमा चाहिँ के हुन्छ, यसमा के हुन्छ? अप्सन ए चेन्ज इन जेनोटाइप, अप्सन बी चेन्ज इन फेनोटाइप, अप्सन सी चेन्ज इन फिजियोलोजी, अप्सन डी नन अफ द अबभ। ल कसैलाई एन्सर थाहा छ भने कमेन्ट गर, छैन भने म यसको अगाडिको कन्सेप्ट सिकाउँछु। एभ्री वान ओके, लेट्स स्टार्ट है। भन त। ओके, अप्सन सी भनेर भन्यो चेन्ज इन फिजियोलोजी है, चेन्ज इन फिजियोलोजी भनेर भन्यो। ल अगाडि भयो। यता हेर, के बुझ्नुपर्छ भन्दा फर्स्ट कुरा बुझौँ। प्लान्ट एनाटोमीमा हामीले पढ्नुपर्ने कुरा के हो, त्यसपछि म क्वेसनतिर जान्छु है। प्लान्ट एनाटोमीमा हामी के को बारेमा पढ्छौँ भन्दा, हामीले प्लान्ट टिस्युको बारेमा पढ्छौँ। के को बारेमा पढ्छौँ अरे? टिस्युको बारेमा पढ्छौँ। र यसमा पढ्नुपर्ने क्वेसनहरू के हो भन्दा, टपिकहरू कुन कुन हो भन्दा, एउटा चाहिँ हामीले मेरिस्टेमेटिक टिस्युको बारेमा पढ्नुपर्छ। ओके, तिमीहरूले एन्सर गर्दै गर। मेरिस्टेमेटिक टिस्युको बारेमा पढ्नुपर्छ। अर्को हामीले सिम्पल पर्मानेन्ट टिस्युको बारेमा पढ्नुपर्छ। के पढ्नुपर्छ अरे? सिम्पल पर्मानेन्ट टिस्युको बारेमा पढ्नुपर्छ। थर्ड टपिक इज कम्प्लेक्स पर्मानेन्ट टिस्यु, जसमा हामीले जाइलम र फ्लोएमको बारेमा पढ्छौँ है। सिम्पलमा चाहिँ हामीले प्यारेन्काइमा, कोलेन्काइमा, स्क्लेरेन्काइमाको बारेमा पढ्छौँ। 4 नम्बरमा जान के पढ्नुपर्छ भन्दा टिस्यु सिस्टम पढ्नुपर्छ, टिएस अफ टिस्यु सिस्टम पढ्नुपर्छ। अर्को टपिक है। 5 नम्बरमा जान सेकेन्डरी ग्रोथ भन्ने टपिक पढ्नुपर्छ। सेकेन्डरी ग्रोथ भन्ने टपिक पढ्नुपर्छ। एउटा ग्ल्यान्डुलर टिस्यु भन्ने पनि छ, खासै सोध्दैन, यसको पनि डिस्कसन हामीले गर्छौँ है। ग्ल्यान्डुलर टिस्यु भन्ने टपिक पढ्नुपर्छ। यति टपिक हामीले पढ्यौँ भने प्लान्ट एनाटोमीबाट आउने भनेको 3 मार्क्स हो है। कति मार्क्सको आउँछ अरे? 3 मार्क्सको क्वेसन आउँछ। धेरै इम्पोर्टेन्ट टपिक छ। अलि लामो पढ्छौँ हामी है। नर्मल क्लासेसहरूमा चाहिँ मैले यसलाई 5 देखि 6 घन्टामा पढाइरहन्छु हुन्छु। क्वाडमा पनि मैले लगभग 4 देखि 5 घन्टामै पढाउँछु है। त्यही भएर तिमीहरूको कुनै पनि कन्सेप्ट बाहिर जाँदैन, यति एस्योर भयो हुन्छ। ल क्वेसन हेरौँ। तिमीहरूले एन्सर गर्यौ चेन्ज इन फिजियोलोजी। भाइ पनि ध्यान देऊ, कुनै पनि प्लान्टको है, प्लान्ट जब सिडलिङदेखि ट्रीमा चेन्ज भयो, भन्नुको मतलब एउटा प्लान्ट सानो थियो, सानोदेखि ठुलो भयो है। सानोदेखि प्लान्ट ठुलो भयो भन्नुको मतलब त्यसको चेन्ज इन एपियरेन्स भएको। के भएको अरे? एपियरेन्समा चेन्ज भएको। यता हेर, जेनोटाइप जुन छ, दिस जेनोटाइप अफ प्लान्ट इज नेभर चेन्ज। जस्तो बच्चामा छ, सानो बेला जस्तो छ, त्यस्तै हुन्छ ठुलो भए पनि है। कुनै पनि अर्गानिजमको जेनोटाइप कहिले पनि चेन्ज हुँदैन, हामीले त्यो कुरा बुझ्नुपर्छ। फेनोटाइप भनेको के हो त? फेनोटाइप भनेको एक्सटर्नल एपियरेन्स हो। के हो अरे? फेनोटाइप इज द एक्सटर्नल एपियरेन्स अफ प्लान्ट। यसलाई चाहिँ हामीले एक्सटर्नल एपियरेन्सको स्टडी भनेर भन्छौँ, एक्सटर्नल एपियरेन्स भनेर भन्छौँ। फिजियोलोजी भनेको के हो भन्दा, यसमा चाहिँ हामीले लाइफ प्रोसेसको बारेमा कुरा गर्छौँ। लाइफ प्रोसेसको कुनै पनि कुरा, फोटोसिन्थेसिस, रेस्पिरेसन, हर्मोनहरूको कुरा, यिनीहरूको कुरा चाहिँ हामीले फिजियोलोजीमा जेनरली गर्छौँ। र अप्सन डीमा छ नन अफ द अबभ। कुनै पनि क्वेसन गर्दाखेरि पहिला नन अफ द अबभतिर कहिले पनि जानु हुँदैन है। कुनै पनि क्वेसनमा छ भने, ल मैले तरिका भन्दैछु है, नन अफ द अबभ जेनरली ट्राई नगर्ने, पहिला अप्सन हेर्ने, छैन भने मात्र नन अफ द एबभ लगाउने। यता जेनोटाइप चेन्ज हुँदैन, दिस इज द रङ एन्सर, हामी भनिहाल्छौँ। अर्को हेर, फेनोटाइप भनेको एक्सटर्नल एपियरेन्स हो। सिडलिङ हुँदाखेरि प्लान्ट सानो हुन्छ। प्लान्ट कस्तो हुन्छ अरे? सानो हुन्छ। जब प्लान्ट ठुलो भयो, द्याट इज ट्रीमा कन्भर्ट भयो, ठुलो हुन्छ ट्री बेला है। यसको मतलब के भयो? यसको एक्सटर्नल एपियरेन्स चेन्ज भयो। फर इक्जाम्पल, तिमी 5 क्लासमा हुँदाखेरि बच्चा थियौ, 5 फिटको थियौ, सपोज 5 फिटको थियौ है। तिमी 12 क्लास सक्यौ, 12 क्लास हुँदाखेरि तिमी 6 फिटको भयो। के भयो अरे बाबु?
तिम्रो एक्सटर्नल एपियरेन्स चेन्ज भयो, तिम्रो हाइट चेन्ज भयो, यसलाई चाहिँ हामीले के भन्छौँ, फेनोटाइप चेन्ज भएर भन्छौँ है। त्यही भएर हेर यसको करेक्ट एन्सर के हुन्छ भन्दा देयर इज द चेन्ज इन फेनोटाइप भनेर हामीले भन्छौँ। फिजियोलोजीको कुरा हामी कतिखेर गर्छौँ भन्दा लाइफ प्रोसेसको कुनै पनि कुरा छ भने हामी चेन्ज इन फिजियोलोजी भनेर भन्छौँ। इज इट क्लियर एभ्रीवन? भाइ बहिनी बुझा छ? ओके भेरी गुड। ल अगाडि बढौँ। यतिसम्म बुझ्यौ भने अब अगाडि बढ्दा हुन्छ। ल यो क्वेसनसँग रिलेटेड मैले तिमीलाई केही अर्को नयाँ नयाँ कुरा भन्छु हेर। ल एउटा पेज एड गरौँ है, एउटा पेज एड गरौँ। मैले तिमीलाई अब नयाँ कुरा सिकाउँछु। यता हेर, के जान्नु पर्यो भन्दा अर्को ब्रान्च अफ बोटनी हुन्छ एउटा एनाटोमी। के हुन्छ अरे? एनाटोमी, जसको बारेमा हामीले पढ्दैछौँ। एनाटोमी भनेको के हो त? ल कसैले तिमीलाई सोध्यो वाट डु यु मिन बाई एनाटोमी, कसैलाई थाहा छ भने च्याटमा लेख्दै गर है। एनाटोमी भन्नुको मतलब के हुन्छ भन्दा स्टडी अफ भेरी गुड है, स्टडी अफ इन्टर्नल स्ट्रक्चर। इन्टर्नल स्ट्रक्चरको बारेमा हामीले केमा पढ्छौँ अरे? हामीले एनाटोमीमा पढ्छौँ। तिमीलाई फिजियोलोजी भन्यो, फिजियोलोजी भनेको लाइफ प्रोसेस तिमीले भनिहाल्छौ। तिमीलाई कसैले सोध्यो वाट डु मिन बाई मर्फोलोजी, ल भन त मर्फोलोजी भनेको के हो? ओके, स्टडी अफ एक्सटर्नल एपियरेन्स, द्याट इज एक्सटर्नल चेन्जेसको बारेमा, एक्सटर्नल चेन्जेसको बारेमा हामीले पढ्यौँ भने यसलाई चाहिँ हामीले मर्फोलोजी भनेर भन्छौँ। भाइ बहिनी एउटा कुरा के ध्यान दिनु पर्यो भन्दा दिस मर्फोलोजी इज नथिङ बट चेन्ज इन फेनोटाइप है। मर्फोलोजी भन्नुको मतलब के हुन्छ? स्टडी अफ चेन्ज अफ फेनोटाइप। तिम्रो क्वेसनमा अप्सन चेन्ज इन फेनोटाइप भनेर थियो। यदि क्वेसनमा अप्सन चेन्ज इन मर्फोलोजी भएको भए इट विल बी द करेक्ट एन्सर। इज इट क्लियर एभ्रीवन है? फेरि पनि ध्यान देऊ, मैले के भने मर्फोलोजी भित्र पर्छ चेन्ज इन फेनोटाइप, सो द्याट अप्सनमा यदि चेन्ज इन मर्फोलोजी छ भने इट इज द करेक्ट एन्सर भनेर हामीले भन्छौँ। ल अगाडि एउटा कुरा के बुझ भन्दा यो मर्फोलोजीलाई एक्चुअली निटमा क्वेसन के सोधेको थियो भन्दा वाट इज द चेन्ज इन एपियरेन्स कल्ड। एपियरेन्सको चेन्जलाई हामीले केमा स्टडी गर्छौँ? हामीले त्यसलाई मर्फोलोजीमा नै स्टडी गर्छौँ। यति कुरा क्लियर हुनुपर्छ। अर्को क्वेसनतिर जाम है। ल यो टपिकबाट चाहिँ, यो स्टडीको टपिकबाट चाहिँ योभन्दा बाहिर क्वेसन आउँदैन, यति जाने पुग्छ। त सेकेन्ड क्वेसन हेर, द स्टडी अफ एज अफ प्लान्ट विथ रेस्पेक्ट टु टाइम इज कल्ड। यो आइयुएममा, केयुमा, बिपी, केएचएस तिनटैमा सोधेको क्वेसन हो। एज अफ प्लान्ट हामी स्टडी गर्छौँ विथ रेस्पेक्ट टु टाइम, त्यसलाई चाहिँ के भन्छौँ? ओके, डेन्ड्रोक्रोनोलोजी, इट इज द करेक्ट एन्सर। तर हेर हामीले के बुझ्नुपर्छ भन्दा यो डेन्ड्रोलोजी भनेको के हो? कसैलाई थाहा छ? एनिवन? वाट डु यु मिन बाई डेन्ड्रोलोजी? स्टडी अफ ट्री, भेरी गुड है। डेन्ड्रोलोजी इज द स्टडी अफ ट्री। देन वाट डु यु मिन बाई क्रोनोलोजी? क्रोनोलोजी इज द स्टडी अफ टाइम। के को स्टडी हो अरे? स्टडी अफ टाइम हो। यता हेर, क्रोनोलोजी इज द स्टडी अफ टाइम और टाइम पिरियड, भेरी गुड। र कम्बाइनली हामी यो दुइटैलाई कम्बाइन गर्यो भने हुन्छ डेन्ड्रोक्रोनोलोजी, इट इज द स्टडी अफ एज अफ ट्री विथ रेस्पेक्ट टु टाइम। के भन्छौ अरे? ए स्टडी अफ एज अफ प्लान्ट विथ रेस्पेक्ट टु टाइम, एज अफ प्लान्ट विथ रेस्पेक्ट टु टाइम। सपोज तिमीलाई क्वेसन यो तरिकाले सोधेन, क्वेसन अर्को तरिकाले पनि सोध्न सक्छ नि, धेरै तरिकाले क्वेसन सोध्न सक्छ। डेन्ड्रोक्रोनोलोजीमा अर्को तरिकाले क्वेसन सोध्न चाह्यो भने कसरी सोध्न सक्छ भनेर जान्नु पर्यो भने इट इज द स्टडी अफ एनुअल रिङ भनेर हामीले भन्छौँ। कस्तो रिङ भन्छौँ अरे? एनुअल रिङको स्टडी गरेर एज अफ प्लान्ट पत्ता लगाउने मेथड हो, स्टडी हो डेन्ड्रोक्रोनोलोजी। आई थिङ्क इट सुड बी क्लियर है। यता हेर, अर्को तिमीलाई एउटा चाहिने कुरा मैले भन्छु, हु इज द फादर अफ मोडर्न एनाटोमी? फादर अफ मोडर्न एनाटोमी को हो? कसैलाई थाहा छ भने भन त। फादर अफ मोडर्न एनाटोमी, मोडर्न एनाटोमी को फादर को? भेरी 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 इम्पोर्टेन्ट क्वेसन। राजस्थान निटमा सोधेको क्वेसन थियो है बाबु। राजस्थान निटमा एक्चुअली सोधेको क्वेसन हो, हु इज द फादर अफ एनग्र्यू, होइन है। फादर अफ मोडर्न एनाटोमी एन्ड्रयू भेसालियस भनेर सम्झिने। के सम्झिने अरे? एन्ड्रयू भेसालियस भनेर सम्झिने। एन्ड्रयू भेसालियस इज द फादर अफ मोडर्न एनाटोमी। देन टेल मी हु इज द फादर अफ बोटानी है। बोटानीको फादर को हो? ओके, एन्ड्रयस इज द करेक्ट एन्सर। ल अर्को क्वेसन हेर, त्यसमा मैले तिमीलाई सिकाउँछु है। एनुअल रिङमा चाहिँ यति बुझ्नु पर्यो, एउटा डेन्ड्रोलोजी बुझ्नु पर्यो, क्रोनोलोजी बुझ्नु पर्यो, क्रोनोलोजी बुझ्नु पर्यो। तिनवटा कुरा बुझ्यो भने कुरा क्लियर हुन्छ। के को स्टडी अरे? एनुअल रिङको स्टडी विथ रेस्पेक्ट टु टाइम भनेर हामीले भन्छौँ। ल अगाडि बढौँ। यता हेर, टर्म मेरिस्टेम वाज कोइन बाई। पहिला यो बुझ्नुपर्छ मेरिस्टेम भनेको के हो, मेरिस्टेमेटिक टिस्यु भनेको के हो। भाइ बहिनी ध्यान देऊ, हामीले पढ्दैछौँ प्लान्ट एनाटोमी।
प्लान्ट एनाटोमीमा हामीले पढ्ने भनेको टिस्युको बारेमा हो, अभियसली टिस्युको बारेमा हो। यो टिस्यु कहाँबाट बन्छ भनेर कसैले सोध्यो, सेलबाट बन्छ, बच्चैदेखि पढ्दै आएको कुरा हो, हामी सबैलाई थाहा भएको कुरा। हजुर हजुर बाबु भन्नु त। यता हेर्नु, सेलबाट टिस्यु बन्छ, टिस्युबाट बन्ने के हो अरे, ह्युमेनमा चाहिँ अर्गेन बन्छ, प्लान्टमा चाहिँ के बन्छ भन्दा प्लान्टको पार्टहरू बन्छ है। के बन्छ अरे, प्लान्ट्सको पार्टहरू बन्छ। यो कहाँबाट बन्छ, टिस्युबाट बन्छ। र यो प्लान्ट्सको पार्टहरू मिलेर बनाइदिन्छ फुल ट्री, फुल प्लान्ट भनेर हामीले भन्छौँ। फुल प्लान्ट बनाउने कहाँबाट हो अरे, प्लान्टको पार्टबाट हो। प्लान्ट एनाटोमीमा हामीले के को बारेमा पढ्छौँ, टिस्युको बारेमा पढ्छौँ मोर स्पेसिफिकली। अब हेर, धेरै स्टुडेन्टलाई यो टिस्युको बारेमा त पढ्छौ भनेर थाहा हुन्छ, तर टिस्यु भनेको के हो भनेर थाहा हुँदैन। ल कसैले थाहा छ भने च्याटमा लेख, व्हाट डु यु मिन बाई टिस्यु। टिस्यु भनेको के होला भन त। कलेक्सन और ग्रुप अफ सेल नभन्ने बाबु, यो हेर 10 क्लाससम्मको डिफिनिसन हो, ग्रुप अफ सेल्स इज कल्ड टिस्यु। यता हेर, त्यसरी भन्ने होइन है, तीनटा कुरा तिमीले सम्झिनुपर्छ टिस्युको डिफिनिसन भन्ने बेला। इम्पोर्टेन्ट क्वेसन छ, एमसिक्यूमा सोध्न सक्ने क्वेसन छ है। टिस्युमा तिमीले के बुझ्नु पर्यो भन्दा, एउटा हामीले फङ्सनको कुरा गर्छौँ, एउटा फङ्सनको कुरा गर्छौँ, अर्को हामीले ओरिजिनको कुरा गर्छौँ, र अर्को हामीले स्ट्रक्चरको कुरा गर्छौँ। के को कुरा गर्छौँ अरे, फङ्सन, ओरिजिन र स्ट्रक्चर। यता हेर, के बुझ्नु पर्यो भन्दा, फङ्सन चाहिँ के हुन्छ भन्दा, फङ्सन इज सिमिलर, फङ्सन अफ टिस्यु अर ग्रुप अफ सेल इज सिमिलर, त्यसलाई हामीले टिस्यु भन्न मिल्छ। ओरिजिन कस्तो हुन्छ भन्दा, ओरिजिन पनि सिमिलर हुन्छ बाबु हेर। र स्ट्रक्चर कस्तो हुन्छ भन्दा, इट मे बी सिमिलर, इट मे बी डिसिमिलर है। द स्ट्रक्चर मे बी सिमिलर अर डिसिमिलर भनेर हामीले भन्छौँ। स्ट्रक्चर सिमिलर पनि हुन पायो, डिसिमिलर पनि हुन पायो। के को डिफिनिसनमा अरे, टिस्युको डिफिनिसनमा। यता हेर न, एक्जाममा एमसिक्यू सोधिन्छ है, सजिलो क्वेसनबाट पनि राम्रो एमसिक्यू भन्छ। तिमीलाई क्वेसन के सोध्छ भन्दा, विच अफ द फलोइङ इज रङ फर टिस्यु भनेर भन्छ। अप्सन ए सिमिलर फङ्सन, अप्सन बी सिमिलर ओरिजिन, अप्सन सी सिमिलर स्ट्रक्चर भनेर राखिदिन्छ, अप्सन डी नन राखिदिन्छ। तिमीले एन्सर के गर्छौ अरे, कुन रङ स्टेटमेन्ट छ भनेर सोधेछ, स्ट्रक्चर मे बी सिमिलर, मे बी डिसिमिलर भनेर हामीले भन्छौँ दिस इज द करेक्ट एन्सर है। अब क्वेसनतिर जाम, यति कन्सेप्टको कुरा भयो। क्वेसन हेर, टर्म मेरिस्टेम वाज कोइन बाई, व्हाट डु यु मिन बाई मेरिस्टेम। मेरिस्टेम भनेको डिभाइडिङ सेल हो है। मेरिस्टेम भनेको कस्तो सेल हो अरे, डिभाइडिङ सेललाई हामीले मेरिस्टेमेटिक सेल अर मेरिस्टेम भनेर भन्छौँ। यसलाई चाहिँ के भन्छौँ, डिभाइडिङ सेल। भाइ बहिनी यता हेर, टर्म मेरिस्टेम, मेरिस्टेम मेरिस्टेम कोइन गर्ने साइन्टिस्टको नाम के हो, एक्टिभली डिभाइडिङ सेल। भेरी गुड है। यता हेर, टर्म मेरिस्टेम कोइन गर्ने साइन्टिस्टको नाम के हो, चारवटा अप्सन मैले दिएको छु। अप्सन ए नल एन्ड रुस्का, अप्सन बी नागेली, अप्सन सी थियोफ्रास्टस र अप्सन डी चाहिँ अरिस्टोटल। अब यो चारैवटाको बारेमा हामीले डिटेलमा पढ्नुपर्छ। अप्सन बी नागेली भनेर भन्यौ, इट इज द करेक्ट एन्सर है। यसको एन्सर चाहिँ नागेली हुन्छ। तर तर नल एन्ड रुस्काले चाहिँ के दिएका थिए भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ। के बुझ्नुपर्छ अरे, नल एन्ड रुस्काले के दिएका थिए भन्ने कुरा बुझ्नुपर्छ। नल एन्ड रुस्का इज नोन फर द डिस्कभरी अफ इलेक्ट्रोन माइक्रोस्कोप। इलेक्ट्रोन माइक्रोस्कोपको डिस्कभरी गर्ने साइन्टिस्टको नाम के थियो, इट इज नल एन्ड रुस्का। थियोफ्रास्टसमा तिमीले के जान्नु पर्यो भन्दा, हु इज द फादर अफ बोटानी भनेर तिमीलाई क्वेसन सोध्छ। फादर अफ बोटानी एउटा कुरा थियोफ्रास्टसमा सोध्न सक्ने क्वेसन यो हो। अर्को, थियोफ्रास्टस अप्सन भयो भने 2 नम्बरको एन्सर के थियो। यता हेर बाबु, 2 नम्बरको एन्सर डेन्ड्रोक्रोनोलोजी है। ल भनिसकेको छु। यता हेर, अब हेर, थियोफ्रास्टसमा बुझ्ने कुरा के हो, फादर अफ बोटानी को हो भनेर तिमीलाई क्वेसन सोध्छ, तिमीले एन्सर गर्छौ थियोफ्रास्टस। अर्को, थियोफ्रास्टसमा तिमीलाई के क्वेसन सोध्छ भन्दा, टर्म लाइकेन वाज गिभेन बाई, टर्म लाइकेन वाज गिभेन बाई भनेर क्वेसन सोध्छ। तिम्रो एन्सर हुनुपर्छ थियोफ्रास्टस। अर्को, थियोफ्रास्टसमा सोध्न सक्ने क्वेसन के हो, टर्म जिम्नोस्पर्म, द्याट इज ही टर्म जिम्नोस्पर्म। यो तीनटा क्वेसन तिमीले थियोफ्रास्टसमा बुझ्नु पर्यो। अर्को पनि एउटा क्वेसन बुझ्न सक्छौ। क्वेसन के बुझ्न सक्छौ भन्दा, थियोफ्रास्टसले एउटा बुक लेखेका थिए है, एउटा बुक लेखेका थिए। व्हाट वाज द बुक, इट वाज हिस्टोरिया, हिस्टोरिया प्लान्टेरम, हिस्टोरिया प्लान्टेरम वाज द बुक रिटेन बाई थियोफ्रास्टस। भेरी गुड है। यता हेर, त्यसो भए अरिस्टोटलमा चाहिँ तिमीले के बुझ्नुपर्छ भन्दा, अरिस्टोटललाई याद गर्दाखेरि बाजे भनेर सम्झिने। के सम्झिने अरे, अरिस्टोटल बाजे भनेर सम्झिने। बाजे भन्नुको मतलब के हो, हु इज द फादर अफ बायोलोजी भनेर तिमीलाई क्वेसन सोध्छ। फादर अफ बायोलोजी, इट इज अरिस्टोटल। हु इज द फादर अफ जुलोजी भनेर तिमीलाई क्वेसन सोध्छ, इट इज अरिस्टोटल। अर्को क्वेसन तिमीलाई के सोध्छ भन्दा, फाउन्डर अफ इम्ब्रायोलोजी, हु इज द
फाउन्डर अफ एम्ब्रायोलोजी इट इज अरिस्टोटल भनेर तिमीले भन्नु पर्यो। एबाट के बुझ्ने भन्दा फर्स्ट अटेम्प्ट टु क्लासिफाई प्लान्ट एन्ड एनिमल, फर्स्ट अटेम्प्ट टु क्लासिफाई प्लान्ट एन्ड एनिमल, फर्स्ट अटेम्प्ट कसले गरेका थिए? इट वाज अरिस्टोटल भनेर तिमीले बुझ्न सक्नु पर्यो। यो चारवटा साइन्टिस्टको बारेमा यो चारैवटा कुरा तिमीले एक्जामसम्म बिर्सिनु भएर बाबु, धेरै इम्पोर्टेन्ट क्वेसन छ है, धेरै इम्पोर्टेन्ट क्वेसन छ। र अरिस्टोटलले एउटा बुक लेखेको थियो विच वाज हिस्टोरिया एनिमेलिया है, हिस्टोरिया जुलोजी होइन बाबु, हिस्टोरिया एनिमेलिया भनेर सम्झिने है, हिस्टोरिया एनिमेलिया, हिस्टोरिया एनिमेलिया वाज रिटन बाई अरिस्टोटल भनेर सम्झिनु पर्यो। एबाट तिमीले यो पनि बुझ्न सक्छौ। ल यहाँसम्म कसैलाई केही नबुझेको छ? एनिवन भाइ बहिनी यहाँसम्म केही नबुझेको छ? बुझेको छ भने यस लेख हामी अगाडि बढाउँला, छैन भने नो लेख फेरि कन्टिन्यू गरौँला। ओके भेरी गुड है। ल अगाडि बढौँ। अब अगाडिको क्वेसन हेर, अगाडिको क्वेसन के छ? प्राइमरी जाइलम एन्ड प्राइमरी फ्लोएम इज द प्रोडक्ट अफ भनेर क्वेसन सोधेको छ। अब हेर, यो सिकाउनु भन्दा पहिला मैले तिमीलाई एउटा चाहिने कुरा सिकाउँछु, इम्पोर्टेन्ट कन्सेप्ट सिकाउँछु। भाइ बहिनी हेर, टिस्युको क्लासिफिकेसन मैले तिमीलाई सिकाउँछु है। सबैले हेडिङ लेख, टिस्यु भनेर लेख है। यो टिस्युको क्लासिफिकेसन के को बेसिसमा हामीले पढ्दैछौँ भन्दा वेदर दे क्यान डिभाइड अर नट, वेदर दे क्यान डिभाइड अर नट, डिभाइड हुन्छ कि हुँदैन भन्ने बेसिसमा हामीले टिस्युलाई कसरी क्लासिफाई गर्छौँ भन्दा दुईटा टाइप अफ टिस्यु हुन्छ भाइ बहिनी हेर। फर्स्ट टिस्यु इज मेरिस्टेमेटिक टिस्यु, फर्स्ट टिस्यु के हुन्छ अरे? मेरिस्टेमेटिक टिस्यु। द सेकेन्ड टाइप अफ टिस्यु इज पर्मानेन्ट टिस्यु है। मेरिस्टेमेटिक टिस्यु र पर्मानेन्ट टिस्यु गरेर दुईटा टाइप अफ टिस्यु हुन्छ। मेरिस्टेमेटिक टिस्युमा तिमीले के बुझ्नु पर्यो भन्दा यस्तो सेल विच इज इन एक्टिभ स्टेट अफ डिभिजन है, द्याट इज दे हेभ क्यापेसिटी टु डिभाइड, दे हेभ क्यापेसिटी टु डिभाइड, डिभाइड गर्ने क्यापेसिटी हुन्छ केमा अरे? मेरिस्टेमेटिक टिस्युमा। र अर्को इम्पोर्टेन्ट कुरा के बुझ्नु पर्यो भन्दा दे आर अनडिफ्रेन्सिएटेड। अब यो डिफ्रेन्सिएसन डिडिफ्रेन्सिएसन भनेको के हो म इलेक्सनमा बुझाउँछु, अहिलेलाई बुझ। मेरिस्टेमेटिक टिस्यु आर अनडिफ्रेन्सिएटेड। पर्मानेन्ट टिस्युमा तिमीले के बुझ्नु पर्यो भन्दा नो डिभिजन अकर, क्यापेसिटी हुँदैन। हेर अर्को कुरा दे आर डिफ्रेन्सिएटेड। कस्तो सेल हुन्छ अरे? यिनीहरू चाहिँ डिफ्रेन्सिएटेड हुन्छ। अब यो पर्मानेन्ट टिस्यु जुन छ नि बाबु, यो पर्मानेन्ट टिस्यु चाहिँ दुईटा फर्दर डिभिजनमा हुन्छ, दुईटा यसको फर्दर डिभिजन हुन्छ। एउटा हुन्छ सिम्पल पर्मानेन्ट टिस्यु, के हुन्छ अरे? एउटा हुन्छ सिम्पल पर्मानेन्ट टिस्यु, अर्को हुन्छ कम्प्लेक्स पर्मानेन्ट टिस्यु। कम्प्लेक्स पर्मानेन्ट टिस्युमा हामीले जेनरली जाइलम र फ्लोएमको बारेमा पढ्छौँ, जाइलम र फ्लोएमको बारेमा। सिम्पल पर्मानेन्ट टिस्यु कुन कुन हो भनेर एमसीक्यू सोधेको छ, तिमी पत्याउँदैनौ, यति सजिलो क्वेसन है। केमा एमसीक्यू सोधेको छ? पहिला एमओई को एक्जाम हुन्थ्यो, एमओई मा सोधेको क्वेसन हो है। सिम्पल पर्मानेन्ट टिस्यु कुन कुन हो भनेर क्वेसन सोध्छ। इट इज प्यारेन्काइमा, एउटा प्यारेन्काइमा हुन्छ, अर्को कोलेन्काइमा हुन्छ, प्यारेन्काइमा, कोलेन्काइमा र स्क्लेरेन्काइमा। These three are the simple permanent tissue. Xylem and phloem are the complex permanent tissue. भाइ बहिनी हेर, मैले भनेको छु यो मेरिस्टेमेटिक टिस्यु भन्ने कुरा चाहिँ अनडिफ्रेन्सिएटेड हुन्छ, पर्मानेन्ट भनेको डिफ्रेन्सिएटेड हुन्छ। यो डिफ्रेन्सिएटेड र अनडिफ्रेन्सिएटेड भन्नुको मतलब के हो त्यो बुझौँ, त्यसपछि अगाडि हामीलाई क्वेसन गर्न सजिलो हुन्छ। यता हेर, मेरिस्टेमेटिक टिस्यु भनेको कस्तो टिस्यु अरे? डिभाइडिङ स्टेटमा भएको टिस्यु हो, सजिलो कुरा छ, हामीलाई थाहा भएको कुरा हो। यता हेर, मेरिस्टेमेटिक टिस्यु मैले लेखेँ, सपोज if this meristematic tissue gets converted into permanent tissue, meristematic tissue केमा कन्भर्ट भयो अरे? पर्मानेन्ट टिस्युमा कन्भर्ट भयो। व्हाट इज द प्रोसेस कल्ड? भेरी इम्पोर्टेन्ट क्वेसन। ल कसैलाई थाहा छ भने लेख त च्याटमा। मेरिस्टेमेटिक टिस्यु पर्मानेन्ट टिस्युमा कन्भर्ट भयो, व्हाट इज द प्रोसेस कल्ड? एनीवन? डिफ्रेन्सिएसन। भेरी गुड है। कन्भर्सन अफ मेरिस्टेमेटिक टिस्यु इन्टु पर्मानेन्ट टिस्यु इज डिफ्रेन्सिएसन, डिफ्रेन्सिएसन हुन्छ है। अब यो पर्मानेन्ट टिस्यु पनि त मेरिस्टेमेटिक टिस्युमा कन्भर्ट हुन सक्यो, पर्मानेन्ट टिस्यु पनि के हुन सक्यो अरे? मेरिस्टेमेटिक टिस्युमा कन्भर्ट हुन सक्यो। यो प्रोसेसलाई हामीले के भन्छौँ भन्दा इट इज नोन एज डिफ्रेन्सिएसन। यसलाई के भन्छौँ अरे? डिफ्रेन्सिएसन भनेर भन्छौँ। डिफ्रेन्सिएसन भन्नुको मतलब पर्मानेन्ट टिस्यु that is non-dividing tissue get converted into dividing tissue that is meristematic tissue, त्यसलाई चाहिँ हामीले डिफ्रेन्सिएसन भनेर भन्छौँ। अब
यो डिफ्रेन्सिएसन र डिडिफ्रेन्सिएसनबाट बहुत राम्रो राम्रो क्वेसन बन्छ। मैले अगाडि गरेको क्वेसनमा राखेको छु। अहिलेलाई चाहिँ हाम्रो भएको अहिलेको क्वेसन हेरौँ है। यता प्राइमेरी जाइलम र प्राइमेरी फ्लोएम इज द प्रोडक्ट। बाबु हेर, प्राइमेरी जाइलम र प्राइमेरी फ्लोएम चाहिँ कहाँबाट बन्छ भनेर क्वेसन सोधेको छ। हामीले के भन्नु पर्यो भन्दा जाइलम भनेको कस्तो टिस्यु अरे? जाइलम भनेको कम्प्लेक्स टिस्यु, फ्लोएम भनेको पनि कम्प्लेक्स टिस्यु। अब हेर, अब मेरिस्टेम यहाँ अप्सनमा हेर त के दिएको छ, मेरिस्टेमेटिक टिस्यु, प्राइमेरी मेरिस्टम, सेकेन्डरी मेरिस्टम, बोथ र नन। अब कुनै एउटै होला अभियसली एन्सर है। अब मेरिस्टेमेटिक टिस्युबाट पर्मानेन्ट टिस्यु बन्छ भनेर क्वेसन सोधेको छ। कुन प्रोसेसले बन्छ अरे? प्रोसेस इज डिफ्रेन्सिएसन। हामीलाई थाहा भएको कुरा हो, प्रोसेस के हुन्छ? डिफ्रेन्सिएसन हुन्छ। र तिमीले के बुझ्नु पर्यो भन्दा प्राइमेरी जाइलम, प्राइमेरी फ्लोएम जहिले पनि प्राइमेरी मेरिस्टमबाट बन्छ, प्राइमेरी डिभाइडिङ टिस्युबाट बन्छ। इट इज द करेक्ट एन्सर इज प्राइमेरी मेरिस्टम भनेर हामीले भन्छौँ। सेकेन्डरी मेरिस्टमबाट त्यसो भए के बन्छ त? सेकेन्डरी जाइलम, सेकेन्डरी जाइलम एन्ड सेकेन्डरी फ्लोएम है। सेकेन्डरी जाइलम र सेकेन्डरी फ्लोएम कहाँबाट बन्छ? यो बन्छ सेकेन्डरी मेरिस्टमबाट। भाइ बहिनी हेर, तिमीलाई एक्जाममा क्वेसन के पनि सोध्न सक्छ भन्दा द कन्भर्सन अफ सेकेन्डरी मेरिस्टम इन्टु सेकेन्डरी जाइलम इज, सेकेन्डरी मेरिस्टमको कन्भर्सन, यो प्रोसेसलाई हामीले के भन्छौँ? योर करेक्ट एन्सर सुड बी डिफ्रेन्सिएसन है। डिफ्रेन्सिएसन इज द करेक्ट एन्सर। ल यहाँसम्म बुझेको छ भने ओके। रिडिफ्रेन्सिएसन, रिडिफ्रेन्सिएसन क्वेसन मैले राखेको छु है बाबु, एकैछिनमा आउँछ, दुईटा तिनटा क्वेसन गरेर त्यसपछि आउँछ है। यता हेर, अर्को क्वेसन हेर, इन्क्रिज इन हाइट र लेन्थ इन मोनोकट प्लान्ट इज ड्यू। यता हेर, अब यो हाइट र लेन्थको कुरा गर्यो भने, हाइट र लेन्थको कुरा तिमीलाई सोध्यो भने तिमीले के बुझ्नुपर्छ भन्दा पहिला यो मेरिस्टेमेटिक टिस्युको क्लासिफिकेसन बुझ्नुपर्छ। के बुझ्नुपर्छ अरे? मेरिस्टेमेटिक टिस्युको क्लासिफिकेसन बुझ्नुपर्छ। बाबु ध्यान देऊ, यो मेरिस्टेमेटिक टिस्युमा कुन कुन टिस्यु हुन्छ, यसको क्लासिफिकेसन के हुन्छ त एउटा डायग्राम मैले एड गर्छु। ओके, राखेको रहेछु भने आई गेस राखेको छु है। ल यता हेर त, सबैले यो डायग्राम देखाएको छ। यो डायग्राममा के भन्छ भन्दा मेरिस्टेमेटिक टिस्युको हामीले क्लासिफिकेसन पढ्छौँ। भाइ बहिनी ध्यान देऊ, यो मेरिस्टेमेटिक टिस्युलाई तीनटा तरिकाले क्लासिफाई गर्न सकिन्छ। द फर्स्ट वान इज अन द बेसिस अफ ओरिजिन, द सेकेन्ड वान इज अन द बेसिस अफ लोकेसन, एन्ड द थर्ड वान इज अन द बेसिस अफ फेट अर फङ्सन। ओरिजिन, लोकेसन र फेट अर फङ्सनको लास्ट स्लाइड वान्स अगेन। ओके, लास्ट स्लाइड के थियो? लास्ट स्लाइड यही थियो है बाबु। ल 4 नम्बरको क्वेसनलाई स्क्रिनसट मैले पिडिएफ पठाइदिन्छु है ग्रुपमा, त्यस्तो आतिनु पर्दैन। ल मैले सबैको पिडिएफ पठाइदिन्छु है। ल भयो बाबु, भयो भन त। ओके, अगाडि बढौँ है। यता तिमीले के बुझ्नु पर्यो भन्दा यो मेरिस्टेमेटिक टिस्युलाई तीनटा बेसिसमा क्लासिफाई गरिन्छ। एउटा अन द बेसिस अफ ओरिजिन, अर्को अन द बेसिस अफ लोकेसन, एन्ड द थर्ड इज अन द बेसिस अफ फेट अर फङ्सन। भाइ पनि ध्यान दिनुपर्ने कुरा के हो, तिमीलाई चाहिने कुरा भनेको लोकेसनको क्वेसन धेरै आउँछ है। एक्जाममा आउने भनेको लोकेसनको क्वेसन धेरै। यता हेर, लोकेसनको बेसिसमा तीनटा टाइप अफ मेरिस्टम हुन्छ। के हुन्छ अरे? एपिकल मेरिस्टम हुन्छ, इन्टरक्यालेरी मेरिस्टम हुन्छ र ल्याटरल मेरिस्टम हुन्छ। पहिला मैले यो लोकेसनको बेसिसवाला कुरा गर्छु, त्यसपछि बल्ल ओरिजिनतिर जाउँला है। सबैले हेडिङ लेख, अपाइकल मेरिस्टम। 1 नम्बरमा हामी पढ्छौँ अपाइकल मेरिस्टमको बारेमा। यो अपाइकल मेरिस्टम भनेको कस्तो टिस्यु हो, यसमा के हुन्छ भन्ने कुरा चाहिँ पढौँ। यता हेर भाइ पनि ध्यान देऊ, दिस अपाइकल मेरिस्टमको तिमीलाई लोकेसन सोध्छ। लोकेसन कहाँ हुन्छ? तिमीले भन्नुपर्छ एपेक्स अफ प्लान्ट। लोकेसन के भन्छौ अरे? एपेक्स अफ प्लान्ट। प्लान्टको एपेक्समा आइदर इट क्यान बी रुट एपेक्स अर इट क्यान बी सुट एपेक्स भनेर भन्छौँ। अपाइकल मेरिस्टमको फङ्सन के हो? इन्क्रिज इन लेन्थ गराउँछ, लेन्थ अर हाइटको इन्क्रिजमेन्ट गराउँछ। अर्को कुरा तिमीले के बुझ्नु पर्यो भन्दा अपाइकल मेरिस्टम त एपेक्समा हुन्छ मैले भने, एउटा हुन्छ रुट अपाइकल मेरिस्टम। कुन अपाइकल मेरिस्टम अरे? रुट अपाइकल मेरिस्टम। अर्को हुन्छ सुट अपाइकल मेरिस्टम। सुट अपाइकल मेरिस्टम, रुट अपाइकल मेरिस्टम र सुट अपाइकल मेरिस्टम गरेर दुईटा टाइप अफ मेरिस्टम हुन्छ। बाबु ध्यान देऊ, सुट अपाइकल मेरिस्टम चाहिँ अपाइकल नै हुन्छ। कस्तो हुन्छ अरे? अपाइकल हुन्छ। मैले एउटा डायग्राम बनाउँछु, यो मैले एउटा ट्री बनाउँदैछु, यसको सपोज यो सुटको माथिको टिपमा के हुन्छ तिम्रो? सुट अपाइकल मेरिस्टम हुन्छ। तर तल अन्डरग्राउन्ड पार्ट द्याट इज रुट हामीले हेऱ्यौँ भने यो रुट अपाइकल मेरिस्टम चाहिँ अपाइकल हुँदैन। भन्नुको मतलब यो टुप्पोमा चाहिँ हुँदैन है। त्यसो भए कहाँ हुन्छ भन्दा इट इज सब अपाइकल भनेर हामीले भन्छौँ। यो कहाँ हुन्छ अरे? सब अपाइकल हुन्छ। अब त्यसो भए यसको तल चाहिँ लास्टमा के हुन्छ भनेर पनि दिमागमा आयो होला। दाइ यो माथितिर रुट सुट एपिकलमा चाहिँ टिपमा छ, यसको माथि केही भएन। सब अपाइकल भनेको त यसको तल पनि केही हुनुपर्छ। के हुन्छ भनेर तिमीलाई जान्नु मन छ बाबु भने देयर इज द प्रेजेन्स अफ रुट क्याप। भेरी गुड है, रुट क्याप प्रेजेन्स भएको हुन्छ। अब तिमीले कुरा के बुझ्नु पर्यो भन्दा डाइकटमा चाहिँ रुट क्याप केले बनाएको हुन्छ?
मोनोकटमा चाहिँ रुट क्याप केले बनाएको हुन्छ है। डाइकट प्लान्टमा तिमीलाई रुट क्याप केले बनाएको हुन्छ भनेर क्वेसन सोध्यो भने, रुट क्याप केले बनाएको हुन्छ क्वेसन सोध्यो भने तिम्रो एन्सर हुनुपर्छ डर्मेटोजेन, डी फर डी भनेर सम्झिने। के सम्झिने अरे? @ डी फर डी भनेर सम्झिने। मोनोकटमा के हुन्छ भनेर तिमीलाई कसैले क्वेसन सोध्यो भने तिम्रो एन्सर हुनुपर्छ क्यालिपेट्रोजेन। क्यालिपेट्रोजेन फर्म्स रुट क्याप इन मोनोकट प्लान्ट भनेर हामीले भन्छौँ। बाबु हेर, दिस रुट apical meristem is subapical in position and this question has been tested in NEET entrance examination. NEET मा सोधेको क्वेसन हो, धेरै इम्पोर्टेन्ट क्वेसन हो है। रुट अपाइकल बुझ्नु। यता मैले के भने सुट अपाइकल जुन छ त्यो चाहिँ जहिले पनि टिप अफ प्लान्टमा हुन्छ। बहिनी बुझ्यौ? सुट अपाइकल जहिले पनि टिप अफ प्लान्टमा हुन्छ, द्याट इज अपाइकल हुन्छ। तर रुट अपाइकल जुन छ यो चाहिँ टिपमा नभएर यसको तल एउटा अर्को स्ट्रक्चर हुन्छ रुट क्याप, र यसको माथि चाहिँ यहाँनिर रुट अपाइकल सेल बसेको हुन्छ है। रुट क्यापको माथि हुन्छ, सो द्याट इट इज सब अपाइकल भनेर हामीले भन्छौँ। र यो रुट क्याप जुन छ यो कुन स्ट्रक्चर हो भन्दा कहाँबाट बनेको हुन्छ भनेर बुझ्नुपर्छ है। डाइकट प्लान्टमा चाहिँ यो डर्मेटोजेनबाट बन्छ र मोनोकटमा चाहिँ यो क्यालिपेट्रोजेन भएर बन्छ। बहिनी कुरा बुझ्यौ? इज इट क्लियर? बहिनी बुझ्यौ भन त। ओके, भेरी गुड है। तिमीहरू कतिजना छौ क्लासमा अरे? एकचोटि हेर्न पर्यो है। ओके, यु आर 67 पिपल इन द क्लास। ल अगाडि बढौँ। हाम्रो क्वेसन के थियो अरे? हाम्रो क्वेसन मोनोकट प्लान्टको थियो। एउटा मेरिस्टम हामीले पढ्यौँ विच इज अपाइकल मेरिस्टम। यता हेर न, तिमीले अहिलेसम्म बोटनी केही पनि पढेको छैनौ भने पनि तिम्रो बोटनीमा 30 भन्दा माथि क्रस गराउने जिम्मा चाहिँ मेरो है। इफ यु आर फलोइङ द नोट, इफ यु आर फलोइङ द लेक्चर्स, सबै लेक्चर्स राम्ररी पढ्यौ भने तिम्रो बोटनीमा क्वेसन नम्बर चाहिँ बढ्छ है। नम्बर चाहिँ बढ्छ, 30 भन्दा माथि आउँछ, यो ग्यारेन्टी मैले गर्छु। मैले सबै कुरा पढाइदिन्छु है। अब क्वाड छ भनेर क्वेसन मात्र डिस्कसन हुन्छ भनेर चाहिँ नबुझ है। यता हेर, अगाडि पढौँ। के बुझौँ भन्दा अब सेकेन्डमा चाहिँ इन्टर क्यालोरी मेरिस्टमको कुरा गर। ल बाबु, मैले 5 मिनट पढाएर क्वेसन हेर्छु है। अब क्वेसनतिर हेर्न थाल्यो भने यताको कन्सेप्ट छुट्छ, भ्याउँदैन है, धेरै पढ्नुपर्ने छ। ल सेकेन्ड टाइप अफ मेरिस्टम पढ, इन्टर क्यालोरी मेरिस्टम। ल यता हेर, यो अपाइकल मेरिस्टम जुन छ यो चाहिँ जेनरली कस्तो प्लान्टमा हुन्छ अरे? दिस आर जेनरली प्रेजेन्ट इन डाइकट है। यो चाहिँ जेनरली चाहिँ डाइकटमा हुन्छ, कुनै कुनै मोनोकटमा पनि हुन्छ है। यता हेर, अब इन्टर क्यालोरी मेरिस्टममा तिमीले के बुझ्नु पर्यो भन्दा दिस इज द क्यारेक्टरिस्टिक्स फिचर अफ मोनोकट प्लान्ट। मोनोकट प्लान्टमा मात्र हुन्छ, डाइकट प्लान्टमा यो हुँदैन। हाम्रो बेला सीमा सोधेको क्वेसन एक्चुअली के थियो भन्दा द लोकेसन अफ इन्टर क्यालोरी मेरिस्टम कहाँ हुन्छ त? तिमीले भन्न सक्नुपर्छ बेस अफ इन्टरनोड। इन्टरनोडको बेसमा, इन्टरनोड और इन्टरनोडको बेसमा हुन सक्यो अरू नोडमा हुन सक्यो। के को लोकेसन अरे? इन्टर क्यालोरी मेरिस्टमको। भाइ बहिनी एउटा अर्को कुरा के ध्यान दिनु पर्यो भन्दा वाट इज द नेचर अफ इन्टर क्यालोरी मेरिस्टम भनेर कहिलेकाहीँ क्वेसन सोधिन्छ है। वाट इज द नेचर अफ इन्टर क्यालोरी मेरिस्टम तिमीलाई क्वेसन सोध्यो भने इट इज अ प्राइमेरी मेरिस्टम भनेर सम्झिनु पर्यो। कस्तो मेरिस्टम हो अरे? इट इज अ प्राइमेरी मेरिस्टम हो भनेर बुझ्नु पर्यो। एन्ड दिस इन्टर क्यालोरी मेरिस्टम इज एब्सेन्ट इन डाइकट। डाइकटमा चाहिँ हुँदैन, मोनोकट प्लान्टमा हुन्छ। नाउ लेट्स, ल मोनोकट प्लान्टमा हुन्छ, त्यही भएर मोनोकट प्लान्टमा लेन्थ इन्क्रिज गर्ने काम कसको हुन्छ? इन्टर क्यालोरी मेरिस्टमको हुन्छ। इक्जाम्पल एउटा मैले दिन्छु, ग्रास भनेर सम्झिने। र थर्ड टाइप अफ मेरिस्टम हो हेर, विच इज ल्याट्रल मेरिस्टम। बाबु हेर, यो ल्याट्रल मेरिस्टम भनेको कस्तो मेरिस्टम हो भन्दा जेनरली चाहिँ क्याम्बियमलाई रिप्रेजेन्ट गर्छ है। केलाई रिप्रेजेन्ट गर्छ? क्याम्बियमलाई रिप्रेजेन्ट गर्छ। र यो ल्याट्रल मेरिस्टमले गराउने भनेको सेकेन्डरी ग्रोथ है। यो ओके, भेरी गुड है। दिस ल्याट्रल मेरिस्टम हेल्प इन सेकेन्डरी ग्रोथ भनेर हामीले भन्छौँ। र कस्तो प्लान्टमा हुन्छ भनेर सोध्यो भने इट इज प्रेजेन्ट इन डाइकोट प्लान्ट एन्ड एब्सेन्ट इन मोनोकट। मोनोकट प्लान्टमा के हुन्छ? क्याम्बियम भन्ने कुरा चाहिँ एब्सेन्ट हुन्छ। ल अब क्वेसनतिर जाम। अब क्वेसन गर्न सकिएला। यता हेर, त्यसपछि मैले यो प्रो मेरिस्टम ओरिजिनको कुरा गर्छु है। यता हेर, क्वेसनले के सोधेको छ भन्दा इन्क्रिज इन लेन्थ अर हाइट अफ मोनोकट प्लान्ट इज ड्यू टु। ल भन त, एन्सर भन्न सक्छौ होला हो? बाबु भन, अप्सन बी भनेर भन्यौ, इन्टर क्यालोरी मेरिस्टम। इट इज द करेक्ट एन्सर है। ल्याट्रल मेरिस्टमको फङ्सन के अरे भन्नु त कसैले? वाट इज द फङ्सन अफ ल्याट्रल मेरिस्टम? थिकनेस बढाउने काम गर्छ। थिकनेस अर डायामिटर बढाउने काम गर्छ। एन्ड द प्रोसेस इज नोन एज सेकेन्डरी ग्रोथ। थिकनेस अर डायमिटर बनाउँछ, प्रोसेस हामी भन्छौँ सेकेन्डरी ग्रोथ। कस्तो प्लान्टमा हुन्छ भन्दा जेनरली डाइकट प्लान्टमा हुन्छ। अर्को हेर, अपाइकल मेरिस्टमको फङ्सन के हो मलाई भन्दै? अपाइकल मेरिस्टमको फङ्सन के हो?
बाबु तिमीले के कुरा ध्यान दिनु पर्यो भन्दा दिस ल्याटरल मेरिस्टम इज जेनरली प्रेजेन्ट इन एउटा जिम्नोस्पर्ममा हुन सक्यो, अर्को एन्जियोस्पर्ममा है। जिम्नो र एन्जियोमा चाहिँ जेनरली सेकेन्डरी ग्रोथ हुन्छ, सो द्याट इट इज प्रेजेन्ट इन जिम्नो एन्ड एन्जियोस्पर्म भनेर हामीले भन्छौँ। अपाइकल मेरिस्टमको फङ्सन के हो अरे, इन्क्रिज इन लेन्थै गराउँछ, यसले इन्क्रिज इन लेन्थ गराउँछ, तर जेनरली डाइकोट प्लान्ट। तिमीले अर्को इम्पोर्टेन्ट कुरा के बुझ्नु पर्यो भन्दा दिस इन्टर क्यालोरी मेरिस्टम इज द मोडिफिकेसन अफ अपाइकल मेरिस्टम। कतै नोटमा लेख है, इन्टर क्यालोरी मेरिस्टम के हुन्छ अरे, अपाइकल मेरिस्टमको मोडिफिकेसन हुन्छ। लेट्स गो टु द नेक्स्ट क्वेसन। रुट क्याप इन डाइकोट प्लान्ट इज फर्मड बाई भनेर क्वेसन सोधेछ, एन्ड दिस क्वेसन हेज बिन टेस्टेड इन राजस्थान निट है। राजस्थान निटमा सोधेको क्वेसन हो। ल मलाई भन्नु, अप्सन सी डर्मेटोजेन, भेरी गुड, डर्मेटोजेन इज द करेक्ट एन्सर। त्यसो भए मलाई भन्नु क्यालिपेट्रोजेनले के बनाउँछ अरे, मोनोकटमा रुट क्याप बनाउँछ, मोनोकटमा रुट क्याप बनाउँछ। रुट अपाइकल, यता हेर, रुट अपाइकल जुन छ त्यो चाहिँ सब अपाइकल हुन्छ भनेर बुझ्नु पर्यो। कस्तो हुन्छ अरे, सब अपाइकल हुन्छ भनेर बुझ्नु पर्यो। भाइ बहिनी पढ्न मजा आइरहेछ भन्नु त एकचोटि, बुझिरहेछ सबै कुरा? ओके ल, इन्ट्रेस्टिङ लागिरहेछ त्यस्तो? यता हेर, बोटनी झाउ छैन है, बोटनी झाउ छैन, तिमीले बुझेर पढ्नु पर्यो, घोक्नु भएन है बाबु। मैले फर्स्ट क्लासमै भनिरहेछु, बोटनीलाई घोक्नु भएन, रट्टा हान्नु भएन। मैले तिमीलाई बुझ्ने गरी पढाइदिन्छु, एक्जाममा क्वेसन मिलाउने गरी पढाइदिन्छु है। इन्क्रिज इन लेन्थ अफ डाइकोट अपाइकल, यस भेरी गुड है। अपाइकलले जेनरली चाहिँ डाइकोट प्लान्टमा लेन्थ इन्क्रिज गराउँछ। यता हेर, मैले के भने भन्दा लास्ट क्वेसन यही छ है, इन्क्रिज इन हाइट अर लेन्थ इन मोनोकोट प्लान्ट। ल तिमीहरूले त्यो लेख्नै पर्दैन है बाबु, मैले क्लास सकेर पिडिएफ पठाइदिनु हुन्छ, स्क्रिनसट गरिराख्नु पर्दैन कि। मैले क्लास सकेर ट्याक्क तिमीलाई पिडिएफ पठाइदिन्छु केही कुरा एड गरेर है। अगाडि बढौँ ल। पहिला यो हेर, एउटा हाम्रो छुटेको थियो है यहाँनिर चाहिँ, के भने मैले मेरिस्टेमेटिक टिस्युको हामीले के हेर्दैछौँ, यो लोकेसनको बेसिसमा चाहिँ हामीले पढ्यौँ। ओरिजिनको बेसिसमा हेऱ्यौँ भने ओरिजिनको बेसिसमा तिनवटा भनेको छु है, प्रोमेरिस्टम, प्राइमरी मेरिस्टम र सेकेन्डरी मेरिस्टम। वाट डु यु मिन बाई प्रोमेरिस्टम, वाट डु यु मिन बाई प्राइमरी मेरिस्टम, एन्ड वाट डु यु मिन बाई सेकेन्डरी मेरिस्टम? बाबु ध्यान देऊ, इम्ब्रायोको बेलादेखि नै जुन मेरिस्टम हुन्छ त्यसलाई हामीले प्रोमेरिस्टम भनेर भन्छौँ। एन्ड दिस प्रोमेरिस्टम गिभ राइज टु सेकेन्डरी मेरिस्टम, प्राइमरी मेरिस्टम, र यो प्राइमरी मेरिस्टमले बनाउने भनेको सेकेन्डरी मेरिस्टम हो। कुरा क्लियर हुनुपर्छ है। प्रोमेरिस्टमले प्राइमरी मेरिस्टम बनाउँछ, प्राइमरी मेरिस्टमले सेकेन्डरी मेरिस्टम बनाउँछ। अर्को कुरा के पनि बुझ्न सक्नु पर्यो भन्दा यो प्राइमरी मेरिस्टमले सेकेन्डरी मेरिस्टम बनाउँदै गर्दा यो प्राइमरी मेरिस्टमले एउटा अर्को पनि कुरा बनाउन सक्छ, जसलाई हामीले भन्छौँ प्राइमरी पर्मानेन्ट टिस्यु, प्राइमरी पर्मानेन्ट टिस्यु विच वाज जाइलम एन्ड फ्लोएम है। प्राइमरी जाइलम र प्राइमरी फ्लोएमको जुन हामीले कुरा गर्यौँ नि, त्यो बनाउन सक्ने भनेको प्राइमरी मेरिस्टमले पनि हो है। प्राइमरी पर्मानेन्ट टिस्यु इज अल्सो फर्मड बाई प्राइमरी मेरिस्टम, एन्ड वाट इज द प्रोसेस कल्ड, एनी वान इन द चार्ट? ल कसैले भन त, प्राइमरी मेरिस्टमबाट प्राइमरी पर्मानेन्ट टिस्यु बन्ने प्रोसेसलाई हामीले के भन्छौँ? डिफ्रेन्सिएसन, भेरी गुड है। द प्रोसेस इज डिफ्रेन्सिएसन, डिफ्रेन्सिएसनको प्रोसेसले यो कुरा हुन्छ भनेर हामीले भन्छौँ। ल अगाडि बढौँ, अब अगाडि बढौँ। ल तिमीलाई डी डिफ्रेन्सिएसनको इक्जाम्पल दिन्छु है। डिफ्रेन्सिएसन तिमीले भनिहाल्यौ, डी डिफ्रेन्सिएसनको तिमीलाई इक्जाम्पल दिन्छु। यता हेर, आज कतिवटा एमसिक्यू गर्छौँ, अब बाबु कतिवटा छ भन्ने कुरा चाहिँ हेर्नलाई एकचोटि हेर्नै पर्छ है। मैले चाहिँ यहाँनिर 38वटा एमसिक्यू राखेको छु, जति भ्याउँछ त्यति गर्ने है, जति भ्याउँछ त्यति गर्ने। ल अब तिमीलाई झ्याउ लाग्यो भने भन, मैले छोडिदिन्छु है। ओके, त्यही भन्न लाग्यो है बाबु, त्यही भन्न लाग्यो, एमसिक्यू सोध्यो त्यही भएर भन्न लाग्यो। यता तिमीले प्रोमेरिस्टममा के बुझ्नु पर्यो भन्दा प्रोमेरिस्टम भन्नुको मतलब इम्ब्रायोदेखि जुन मेरिस्टम प्रेजेन्ट छ त्यसलाई चाहिँ हामीले प्रोमेरिस्टम भनेर भन्छौँ। र यो प्रोमेरिस्टम कन्भर्ट हुन्छ तिम्रो प्राइमरी मेरिस्टममा, प्राइमरी मेरिस्टम कन्भर्ट हुन्छ सेकेन्डरी मेरिस्टममा। दिस प्राइमरी मेरिस्टम क्यान, यता हेर न बाबु, म त्यही भन्दैछु है। प्रोमेरिस्टमबाट बन्छ प्राइमरी मेरिस्टम, प्राइमरी मेरिस्टमबाट बन्छ सेकेन्डरी मेरिस्टम। अब यो प्राइमरी मेरिस्टमले चाहिँ प्राइमरी पर्मानेन्ट टिस्यु पनि बनाउन सक्छ, र यो सेकेन्डरी मेरिस्टम जुन छ यसले बनाउने भनेको सेकेन्डरी पर्मानेन्ट टिस्यु। कुरा क्लियर? सेकेन्डरी मेरिस्टमले बनाउने भनेको सेकेन्डरी पर्मानेन्ट टिस्यु हो भनेर हामीले भन्छौँ। अब तिमीले के बुझ्नु पर्यो भन्दा मैले के कुरा गर्दैछु अब तिमीले बिर्साइदियो है। यता ल, मैले डिफ्रेन्सिएसन डी डिफ्रेन्सिएसनको इक्जाम्पल दिँदै थिएँ। बाबु हेर, डिफ्रेन्सिएसनको इक्जाम्पल तिमीलाई कसैले सोध्यो, तिमीले के भन्छौ? पर्मानेन्टबाट मेरिस्टेमेटिक बन्यो, इट इज डिफ्रेन्सिएसन। तर यसको इक्जाम्पल के हुन्छ त, यसको इक्जाम्पल के हुन्छ भनेर कसैले सोधिहाल्यो, तिमीले के भन्नुपर्छ?
फर्स्ट इक्जाम्पल तिमीले भन्छौ, फर्स्ट इक्जाम्पल के भन्छौ अरे, फर्स्ट इक्जाम्पल के भन्छौ, यता हेर, यो प्राइमेरी पर्मानेन्ट टिस्यू जुन छ इट क्यान बी कन्भर्टेड ब्याक टु प्राइमेरी मेरिस्टम, इट इज द इक्जाम्पल अफ डिफ्रेन्सिएसन भनेर गल्ती भयो है, गल्ती भयो। यता हेर, मेरिस्टमबाट मेरिस्टेमबाट मेरिस्टेमेटिकबाट पर्मानेन्ट बन्यो है, मेरिस्टेमेटिकबाट पर्मानेन्ट बन्यो, द प्रोसेस इज डिफ्रेन्सिएसन भनेर हामीले भन्यौँ। यसको इक्जाम्पल के हुन्छ, प्राइमेरी मेरिस्टम कन्भर्टिङ टु प्राइमेरी मेरिस्टेम कन्भर्टिङ टु प्राइमरी पर्मानेन्ट टिस्यू, प्राइमरी पर्मानेन्ट टिस्यू। अब हेर, तिमीलाई सपोज डी, यो के भयो अरे, यो डिफ्रेन्सिएसन भयो है, यो डिफ्रेन्सिएसन भयो। तिमीलाई डी डिफ्रेन्सिएसनको इक्जाम्पल सोध्यो। डी डिफ्रेन्सिएसन भन्नुको मतलब के हो, पर्मानेन्टबाट मेरिस्टेमेटिक बन्ने। डी डिफ्रेन्सिएसनको मतलब पर्मानेन्टबाट मेरिस्टेमेटिक बनेको। कुन कुन पर्मानेन्ट टिस्यूबाट मेरिस्टेमेटिक टिस्यू बन्छ, प्यारेन्काइमा इन्टु इन्टरभ्यास्कुलर क्याम्बियम, प्यारेन्काइमा हुँदैन बाबु। यता हेर, मैले भन्दैछु है, मेडुलरी रेज भनेर भन्ने, के भन्ने अरे, मेडुलरी रेज इन्टु इन्टरफेसिकुलर क्याम्बियम, इन्टरफेसिकुलर क्याम्बियम। मेडुलरी रेज चाहिँ इन्टरफेस्कुलर क्याम्बियममा कन्भर्ट भयो, यो प्रोसेसलाई हामीले भन्छौँ डी डिफ्रेन्सिएसन। अर्को पनि एउटा इक्जाम्पल तिमीले के सम्झिन सक्छौ भन्दा, कर्क गेट कन्भर्टेड इन्टु कर्क क्याम्बियम। कर्क केमा बन्यो अरे, कर्क क्याम्बियममा कन्भर्ट भयो। यो कर्क क्याम्बियमको अर्को नाम फेलोजेन पनि हुन्छ है, फेलोजेन अर कर्क क्याम्बियममा बन्यो, कर्क अर कटेक्स है, जेनरली कर्क भन्दा पनि कटेक्स लाग्छ। कटेक्स गेट कन्भर्टेड इन्टु कर्क क्याम्बियम, इट इज द इक्जाम्पल अफ डी डिफ्रेन्सिएसन भनेर हामीले भन्छौँ। बाबु तिमीले के बुझ्नु पर्यो भन्दा, यो मेडुलरी रेज र कटेक्स जुन छ यिनीहरू चाहिँ पर्मानेन्ट टिस्यू है, सेकेन्डरी पर्मानेन्ट टिस्यू हो। यो सेकेन्डरी पर्मानेन्ट टिस्यू यदि इन्टरफेस्कुलर क्याम्बियम, द्याट इज, यो क्याम्बियम भनेको द डिभाइडिङ सेल हो नि, डिभाइडिङ सेल भन्नुको मतलब मेरिस्टेमेटिक सेल हो, सो द्याट यो प्रोसेसलाई हामीले डी डिफ्रेन्सिएसन भनेर भन्छौँ। अर्को क्वेसन हेर, अर्को क्वेसन हेर, ग्राफ्टिङ इज नट पोसिबल इन सुगर केन ड्यू टु भनेर क्वेसन सोधेको छ। ग्राफ्टिङ चाहिँ किन हुँदैन, ल यसको चाहिँ मैले अहिले भन्छु है, यसको चाहिँ अब ग्राउन्ड टिस्यू पढ्ने बेलामा चाहिँ सबै आउँछ है, फेटको आधारमा प्रोटोडम, प्रोक्याम्बियम र ग्राउन्ड मेरिस्टम सबै एकछिनमा आउँछ, त्यही भएर आतिनु पर्दैन। ल क्वेसन हेर, ग्राफ्टिङ इज नट पोसिबल इन सुगर केन, ओके अप्सन डी भनेर भन्यो। ल अरूले पनि ट्राई गर, अरूले पनि ट्राई गर। ओके, अप्सन बी इज द करेक्ट एन्सर है, अप्सन बी यसको करेक्ट एन्सर हुन्छ एब्सेन्स अफ क्याम्बियम। अब यो किन हुन्छ भनेर बुझ बाबु है, ग्राफ्टिङ जुन छ, ग्राफ्टिङ भन्नुको मतलब के हुन्छ, एउटा प्लान्टको स्टेमले अर्को प्लान्टको स्टेम जोड्ने है। स्टक एन्ड सायोनले चाहिँ, हामी सपोज एउटा प्लान्ट छ, यो प्लान्टमा चाहिँ हामीले अर्को प्लान्ट ए र बीलाई चाहिँ अट्याच गर्यो भने यो प्रोसेसलाई चाहिँ हामीले ग्राफ्टिङ भनेर भन्छौँ है। अब जेनरली चाहिँ यो डाइकट प्लान्टमा हुन्छ। डाइकट प्लान्टमा किन हुन्छ भन्दा, यो ग्राफ्टिङ हुनलाई चाहिँ स्टेमहरू जुट्नुपर्छ है, जुट्ने कुरामा हेल्प गर्ने कुरा के हो, इट इज क्याम्बियम भनेर हामीले भन्छौँ। यदि मोनोकट प्लान्टमा सेकेन्डरी ग्रोथ हुँदैन, हामीले थाहा भएको कुरा हो, यसमा ल्याटरल मेरिस्टम हुँदैन, त्यो पनि थाहा भएको कुरा हो। ल्याटरल मेरिस्टम छैन भन्नुको मतलब त्यहाँनिर क्याम्बियम छैन भनेर बुझ्नु पर्यो, देयर इज द एब्सेन्स अफ क्याम्बियम है। तिमीलाई क्वेसन सोधिन्छ, सेकेन्डरी ग्रोथ अर ग्राफ्टिङ इज पोसिबल इन डाइकट, डाइकट भनेर क्वेसन सोधिन्छ, के को कारण पोसिबल हुन्छ अरे, इट इज ड्यू टु प्रेजेन्स अफ क्याम्बियम भनेर हामीले भन्नु पर्यो। बाबु हेर, एब्सेन्स अफ इन्टरक्यालेरी मेरिस्टम, इन्टरक्यालेरी मेरिस्टम भनेको कस्तो हो अरे, भास्कुलर बन्डलमा पर्छ हेर, यो पनि मोनोकटमा तिम्रो हुँदैन, यो पनि मोनोकटमा एब्सेन्ट हुन्छ। तर 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 के बुझ्नु पर्यो भन्दा, यो इन्टरक्यालेरी मेरिस्टमले ग्राफ्टिङमा त्यस्तो खासै हेल्प गर्दैन, द करेक्ट एन्सर इज एब्सेन्स अफ क्याम्बियम भनेर हामीले भन्छौँ। अर्को क्वेसन हेर, एपिकल सेल थ्योरी वाज गिभन, भेरी 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 इम्पोर्टेन्ट क्वेसन है, एपिकल सेल थ्योरी वाज गिभन बाई, कसले दिएको थियो त, एनीवन? पहिला हेर, यो सेल थ्योरी चाहिँ हाम्रो सिलेबसमा कतिवटा छ त बाबु, हेर 4वटा सेल थ्योरी छ है। एउटा अपाइकल सेल थ्योरी, एउटा अपाइकल पर्छ, अर्को अर्को कुन सेल थ्योरी छ अरे, कसैलाई थाहा छ भने भन्नु त? एउटा अपाइकल सेल थ्योरी, अर्को हिस्टोजेन सेल थ्योरी, द थर्ड वान इज क्वेसेन्ट सेल थ्योरी, क्वेसेन्ट सेल थ्योरी, द फोर्थ वान इज ट्युनिका कर्पस थ्योरी, ट्युनिका कर्पस थ्योरी। यो 4वटा थ्योरी हाम्रो सिलेबसमा भएको कुरा हो। इन्टरक्यालेरी त मोनोकटमा हुन्छ भन्नुभएको होइन बाबु। हेर न, मैले तिमीलाई के भनेको छु, ल्याटरल मेरिस्टम भनेर बुझ। यता हेर, पहिला तिमीलाई मैले भास्कुलर क्याम्बियमको कन्सेप्ट बुझाउनु पर्छ है, एकैछिन रोक। ल मैले अर्को पेज एड गर्छु अनि त्यसपछि बुझाउँछु है, एकैछिन रोक। एकै मिनट रोक ल बाबु, एकै मिनट रोक, म तिम्रो कन्सेप्ट क्लियर पारिदिन्छु है। यता हेर, पहिला तिमीले भास्कुलर कन्सेप्ट, भास्कुलर बन्डलको कन्सेप्ट बुझ।
भास्कुलर बन्डलको कन्सेप्ट बुझौँ। यो भास्कुलर बन्डलमा के पर्छ? भास्कुलर बन्डलमा ओके एकैछिन रोक ल बाबु, एकैछिन रोक, मैले तिमीले पुरै कन्सेप्ट क्लियर गरिदिन्छु। यता हेर, पहिले यो बुझाएको कुरा हेर है। भास्कुलर बन्डलमा के हुन्छ भन्दा एउटा जाइलम हुन्छ। के हुन्छ अरे? एउटा जाइलम हुन्छ। अर्को के हुन्छ? फ्लोएम हुन्छ। जाइलम हुन्छ, फ्लोएम हुन्छ र क्याम्बियम हुन्छ। जाइलम, फ्लोएम र क्याम्बियमको कम्बिनेसनलाई चाहिँ हामीले भास्कुलर बन्डल भनेर भन्छौँ। क्याम्बियम यदि ओपेन भास्कुलर बन्डल छ त्यसमा क्याम्बियम हुन्छ। ओपेन भास्कुलर बन्डलमा क्याम्बियम हुन्छ। ओपेन छैन, क्लोज भास्कुलर बन्डल छ भने त्यसमा क्याम्बियम हुँदैन भनेर बुझ्नु पर्यो। अब हेर, अब यो भास्कुलर बन्डल चाहिँ भास्कुलर क्याम्बियम चाहिँ कसरी भन्छ है? भास्कुलर बन्डल र भास्कुलर क्याम्बियम कसरी भन्छ भन्दा क्याम्बियमको कुरा मात्र हाम्रो गरौँ, भास्कुलर क्याम्बियम। फर्स्ट कुरा के बुझ्नु पर्यो भन्दा यो मैले बनाएको हो एउटा स्ट्रक्चर बनाउँदैछु है। यता हेर, बाहिरतिर हुन्छ एउटा स्ट्रक्चरमा फ्लोएम, भित्रतिर छ जाइलम। भित्रतिर के छ अरे? जाइलम। भित्र भन्नुको मतलब पिथको टुवार्ड्स है। यो अहिले पछि पछिको कुरा हो, तर अहिले तिमी सोधिहाल्यौ त्यही भएर भनिदिएको है। बिचमा भएको स्ट्रक्चर हो बाबु क्याम्बियम। हेर, कुन स्ट्रक्चर हुन्छ अरे? क्याम्बियम हुन्छ। अर्को पनि मैले भास्कुलर बन्डल एउटा बनाउँछु। यता हेर, यो भास्कुलर बन्डलमा तिमीले के बुझ्नु पर्यो अरे? बाहिर भएको स्ट्रक्चर चाहिँ फ्लोएम हो, भित्र भएको स्ट्रक्चर चाहिँ जाइलम हो, बिचमा भएको स्ट्रक्चर चाहिँ क्याम्बियम हो। मैले दुईटा स्ट्रक्चर बनाएँ, एउटा अझै बनाऊँ अनि बल्ल बुझिन्छ। बिचमाको के हो अरे? क्याम्बियम हो, बाहिर भित्रको तिमीले आफैले बुझ। बाबु हेर, यो पहिल्यैदेखि जुन क्याम्बियम प्रेजेन्ट भएको छ नि, यो क्याम्बियमलाई हामीले भन्छौँ इन्ट्राफेसिकुलर क्याम्बियम। के भन्छौँ अरे? इन्ट्राफेसिकुलर क्याम्बियम। इन्ट्राफेसिकुलर क्याम्बियम भनेर भन्छौँ। पछि जुन क्याम्बियम भन्छ नि त्यसलाई चाहिँ हामीले इन्टरफेसिकुलर क्याम्बियम भन्छौँ। यता हेर, यो क्याम्बियमहरू जुन तिमीहरूले देखिरहेछौ यसको बिचमा हुन्छ मेडुलरी रेजहरू। के हुन्छ अरे? मेडुलरी रेजहरू हुन्छ। दे आर सेकेन्डरी पर्मानेन्ट टिस्यु। र यो मेडुलरी रेज जुन छ यसको डिडिफ्रेन्सिएसन भएर अर्को लेयर अफ एउटा क्याम्बियम बन्छ र यो क्याम्बियमलाई चाहिँ जोडिदिन्छ एकअर्कासँग है। अर्को क्याम्बियम बन्यो बाबु हेर, यसलाई चाहिँ हामीले के भन्छौँ? इन्टरफेसिकुलर क्याम्बियम भनेर भन्छौँ। इन्टरफेसिकुलर क्याम्बियम भनेर भन्छौँ। एकैछिन रोक ल, एउटा कल। हेलो, एकैछिन रोक ल बाबु, एकैछिन रोक है। ल, भाइ बहिनी सुनिया छ बोलेको? बोलेको सुनिया छ? यता हेर, अब हेर मैले के भने भन्दा कुनै पनि मोनोकट प्लान्टमा है, कुनै पनि मोनोकट प्लान्टमा ल्याटरल मेरिस्टम हुँदैन। ल्याटरल मेरिस्टम छैन भन्नुको मतलब सेकेन्डरी ग्रोथ हुने कुनै पनि स्ट्रक्चर छैन है। कुनै पनि क्याम्बियम हुँदैन। यता हेर न, मैले भर्खर के भनेको छु? क्याम्बियम इज एब्सेन्ट इन मोनोकट प्लान्ट। मोनोकट प्लान्टमा क्याम्बियम एब्सेन्ट छ। अब क्याम्बियम एब्सेन्ट छ त त्यो त इन्ट्राफेस्कुलर होस् कि इन्टरफेस्कुलर होस् केही मतलब भएर बाबु। डाइकोट प्लान्टमा सुरुदेखि जुन क्याम्बियम छ त्यसलाई चाहिँ हामीले इन्ट्राफेसिकुलर भनेर भन्छौँ। यो बिचमा भएको सुरुदेखिको क्याम्बियम, पछि जुन बनेको छ यो दुईटैलाई जोइन गर्ने क्याम्बियम त्यसलाई चाहिँ हामीले इन्टरफेसिकुलर भनेर भन्छौँ। कहाँबाट बन्छ? मेडुलरी रेजबाट बन्छ। र यही इन्ट्रा प्लस इन्टरफेसिकुलर क्याम्बियम मिलेर इन्ट्रा प्लस इन्टरफेसिकुलर क्याम्बियम मिलेर बनाइदिन्छ भास्कुलर क्याम्बियम अर क्याम्बियम रिङ। इज इट क्लियर एभ्रिवन? भाइ बहिनी बुझाएको छ? मेरिस्टम इन्टर क्यालोरी के भन्दैछु भने तिम्रो कुरै मैले बुझेन है। इन्टर क्यालोरी मेरिस्टम त हुन्छ नि, मोनोकट प्लान्टमा त हुने भनेको इन्टर क्यालोरी मेरिस्टम हो। अब इन्टर क्यालोरी मेरिस्टम भनेको कस्तो टिस्यु हो त? यता हेर न, अपाइकल टिस्युको मोडिफिकेसन हो के। इन्टर क्यालोरीले सेकेन्डरी ग्रोथ गराउँदैन। बहिनी बुझ्यौ? इन्टर क्यालोरीले गराउने भनेको ग्रोथमा लेन्थमा इन्क्रिज गराउने हो के। इन्टर क्यालोरीले ल, इन्टर क्यालोरीले चाहिँ लेन्थ इन्क्रिज गराउँछ। लेन्थ इन्क्रिज गराउँछ। यसले चाहिँ गर्थ अर थिकनेस इन्क्रिज गराउँदैन के। गर्थ अर थिकनेस इन्टर क्यालोरीले गराउने होइन नि। गर्थ अर थिकनेस इन्क्रिज गराउने भनेको ल्याटरल मेरिस्टमले हो। कुरा बुझ्यौ? यो अलि बुझेनौ, रिपिट गरिदिनु। ओके, मैले के भन्दैछु? हामी भास्कुलर क्याम्बियमको कुरा गर्दैछौँ, भास्कुलर बन्डलको कुरा गर्दैछौँ। बाबु हेर, भास्कुलर बन्डलमा भएको कुरा हो जाइलम, फ्लोएम र क्याम्बियम। क्याम्बियमले हामीले भास्कुलर क्याम्बियम भनेर पनि भन्छौँ। यता हेर, सुरुमा के बुझ्नु पर्यो भन्दा
कुनै पनि प्लान्टमा है, कुनै पनि प्लान्टमा तीनटा स्ट्रक्चर एक ठाउँमा एरेन्ज भएर बसेको हुन्छ। कुन कुन स्ट्रक्चर हुन्छ त? एउटा फ्लोएम हुन्छ जुन बाहिरतिर हुन्छ। फ्लोएम कता हुन्छ अरे? बाहिरतिर हुन्छ। यो टिस्यु सिस्टममा खासमा भन्नुपर्ने कुरा हो के। एउटा फ्लोएम हुन्छ जुन बाहिर हुन्छ, बीचमा एउटा स्ट्रक्चर हुन्छ जसलाई चाहिँ हामीले क्याम्बियम भन्छौँ, भित्र भएको स्ट्रक्चरलाई चाहिँ हामीले जाइलम भनेर भन्छौँ। यस्तै धेरैवटा भास्कुलर बन्डलहरू चाहिँ एक आपसमा सपोज प्लान्टको स्टेममा छ भनेर तिमीले बुझ। यस्तै यस्तै स्ट्रक्चर चाहिँ धेरै स्ट्रक्चर छ भनेर बुझ। बाबु हेर, यो कुनै पनि भास्कुलर क्याम्बियम है, कुनै पनि भास्कुलर बन्डलमा पहिल्यैदेखि भएको स्ट्रक्चरलाई हामीले भन्छौँ, बीचमा भएको क्याम्बियमलाई इन्ट्राफेसिकुलर क्याम्बियम। इन्ट्राफेसिकुलर क्याम्बियम। यता हेर न, तिमीले कलेज पहिले पहिले सुन्यो होला नि, इन्ट्रा कलेज टुर्नामेन्ट, इन्ट्रा क्लास टुर्नामेन्ट। इन्ट्रा भन्नुको मतलब आफै भित्र भएको है। अब सपोज यो तीनटा भास्कुलर बन्डल मैले बनाएको छु, यो तीनटै भास्कुलर बन्डलमा पहिल्यैदेखि जुन क्याम्बियम प्रेजेन्ट छ नि, यसलाई चाहिँ हामीले भन्छौँ इन्ट्राफेसिकुलर क्याम्बियम। इन्ट्राफेसिकुलर क्याम्बियम। क्याम्बियमको कुरा आयो कि डाइकट प्लान्ट भनेर बुझ्ने। अब हेर, अब यो क्याम्बियमहरू एकअर्कासँग अट्याच छ मलाई भन त। अब यो स्टेम छ है, सपोज यो स्टेम छ, हेर ल, तिमीलाई अब यसरी बुझ्छौ कि ल यो स्टेम छ, यो स्टेममा एउटा क्याम्बियम यहाँ छ, भास्कुलर बन्डल एउटा अर्को यहाँ छ, अर्को यहाँ छ। अब यो तीनटै एक आपसमा अट्याच हुनु पर्यो नि बाबु, भास्कुलर रिङ बनाउनलाई चाहिँ, क्याम्बियम बनाउनलाई। बुझिरहेछौ? अब यो अट्याच छैन है। अब यो तीनटै त एकअर्कामा अट्याच हुनु पर्यो क्याम्बियम चाहिँ। अब यसको लागि चाहिँ के हुन्छ भन्दा, यहाँनिर चाहिँ बीचमा एउटा अर्को क्याम्बियम बन्छ के, बीचमा के बन्छ? अर्को क्याम्बियम बन्छ र रिङ बनाइदिन्छ के फाइनली। अब यो नयाँ क्याम्बियम जुन बनेको छ नि, त्यो कहाँबाट बन्छ भन्दा मेडुलरी रेजबाट बन्छ। कहाँबाट बन्छ अरे? मेडुलरी रेजबाट बन्छ। र यो क्याम्बियम जुन बनेको छ यसलाई चाहिँ हामीले भन्छौँ इन्टरफेसिकुलर क्याम्बियम। इन्टरफेसिकुलर क्याम्बियम। कुनै पनि प्लान्टमा पहिल्यैदेखि त्यससँग भएको क्याम्बियम चाहिँ इन्ट्राफेसिकुलर हो, उसँग आफै पहिल्यैदेखि भास्कुलर बन्डलमा प्रेजेन्ट भएको हुन्छ, र पछि यो भास्कुलर डिफ्रेन्ट भास्कुलर बन्डलहरूलाई जोइन गर्नलाई चाहिँ जुन क्याम्बियम बनेको छ नि, यसलाई चाहिँ हामीले इन्टरफेसिकुलर क्याम्बियम भनेर भन्छौँ। र यही दुईटा यदि हामीले मिलाइदियो भने यो बनिहाल्छ भास्कुलर क्याम्बियम। भाइ कुरा क्लियर छ भन त? ल, कसले सोधे त बुझ्यौ अब? ल, बुझ्यौ कि बुझेनौ? बुझेनौ भने फेरि बुझाइदिन्छु भन त। बुझ्यो, भेरी गुड है। अगाडि बढौँ त्यसो भए। यता हेर, क्वेसन हाम्रो अर्को के थियो भन्दा, अपाइकल सेल थ्योरी वाज गिभेन बाई भनेर क्वेसन थियो। बाबु हेर, अपाइकल सेल भनेको कस्तो सेल थ्योरी हो? यो अपाइकल सेल थ्योरी वाज गिभेन बाई भनेर तिमीलाई क्वेसन सोध्यो। चारवटा साइन्टिस्टको नाम मैले लेखेको छु, ह्यान्स्टेन, नागेली, स्मिथ र क्लाउस। अपाइकल सेलको कुरा सोध्यो भने तिम्रो एन्सर हुनुपर्छ इट वाज गिभेन बाई नागेली। नागेलीले दिएका थिए अपाइकल सेल थ्योरी। त्यसो भए ह्यान्स्टेनले के दिएको थियो भन्दा, एच फर एच भनेर सम्झिने, ह्यान्स्टेन गेभ हिस्टोजेन थ्योरी। कस्तो थ्योरी दिएका थिए अरे? हिस्टोजेन थ्योरी दिने साइन्टिस्टको नाम ह्यान्स्टेन। त्यसो भए स्मिथले के दिएका थिए भन्दा, हि गेभ ट्युनिका। हजुर, त्यही भनेको के, इन्टरफेस्कुलर चाहिँ मेडुलरी रेजबाट बन्छ, इन्ट्राफेसिकुलर चाहिँ उसँग पहिल्यैदेखि भएको क्याम्बियम हो। बुझ्यौ? अनि दुईटै जब एक आपसमा मिल्छ नि, दुईटै जब मिल्छ अनि बन्ने भनेको भास्कुलर क्याम्बियम हो। ओके, यता हेर, टुनिका कर्पस दिने साइन्टिस्टको नाम के थियो? स्मिथ थियो। हेर, यहाँ मैले लेखिदिएको छु, ट्युनिका, ट्युनिका कर्पस। ट्युनिका कर्पस वाज गिभन बाई स्मिथ भनेर भन्छौँ। क्लजले के दिएका थिए भन्दा, क्वेसेन्ट सेल थ्योरी दिएका थिए है। क्वेसेन्ट सेल और क्वेसेन्ट सेन्टर थ्योरी दिएका थिए। यता हेर, अब तिम्रो एपिकल सेलमा के हुन्छ त्यो कुरा बुझौँ। साइन्टिस्टको नाम मैले गरिहालेँ। अपाइकल सेल थ्योरीले के भन्छ त, यो थ्योरी पछि रिजेक्ट पनि भएको थियो भनेर कुरा चाहिँ बुझ्नुपर्छ है बाबु। यता हेर, यसको बेसिस के थियो भनेर सोध्छ, धेरैचोटि सोधेको क्वेसन हो, आइएममा एकचोटि सोधेको क्वेसन हो है। अपाइकल सेल थ्योरीको बेसिस के हो त? अपाइकल सेल थ्योरीको बेसिस के हो भनेर तिमीलाई क्वेसन सोध्छ। द बेसिस इज सेलुलर टोटिपोटेन्सी। सेलुलर टोटिपोटेन्सी। यो सेलुलर टोटिपोटेन्सी भन्नुको मतलब के हो भन्दा, एउटा सेल यदि फुल प्लान्टमा डेभलप गर्ने क्यापेसिटी राख्छ भने इट इज टोटिपोटेन्ट सेल। फर इक्जाम्पल इम्ब्रायो छ सपोज है, इम्ब्रायो छ। अब यो सेलले के भन्यो भन्दा, इम्ब्रायोले चाहिँ डेभलप गराइदियो फुल प्लान्ट है, एउटा इम्ब्रायोले डेभलप गराइदियो फुल प्लान्ट, त्यसलाई चाहिँ हामीले टोटिपोटेन्सीको थ्योरी भनेर भन्छौँ। यो थ्योरी चाहिँ जुन छ पछि रिजेक्ट भएको थियो। के भएको थियो अरे? रिजेक्ट भएको थियो। रिजेक्ट हुने रिजन के हो भन्दा, यो इम्ब्रायो जुन छ, यो इम्ब्रायो जुन छ जसले चाहिँ पुरै फुल प्लान्ट बनाउँछ। हामीलाई थाहा छ नि फुल प्लान्ट बनाउने सेल कुन हो? इम्ब्रायो। अभियसली सबै प्लान्ट इम्ब्रायोबाट बन्छ। तर यो इम्ब्रायो जुन छ, दिस इम्ब्रायो क्यानट बी कन्सिडर्ड अपाइकल। इट क्यानट बी कन्सिडर्ड अपाइकल।
अपाइकल सेल थ्योरीले के भन्यो, यसको बेसिस के थियो, द बेसिस इज सेलुलर प्रोटिपोटेन्सी। यो सेलले के भन्यो भन्दा एउटा अपाइकल सेल छ जुन अपाइकल सेलले चाहिँ फुल प्लान्ट बनाइदिन्छ र त्यो नै टोटिपोटेन्ट सेल हो। तर यो रिजेक्ट किन भयो भन्दा टोटिपोटेन्ट सेल भनेको त इम्ब्रायो हो र यो इम्ब्रायो कहिले पनि अपाइकल हुन सक्दैन। सो द्याट दिस थ्योरी गेट रिजेक्टेड है। यो थ्योरी रिजेक्ट भएको कारण चाहिँ त्यो थियो। हेर अब तिमीले अगाडि के बुझ्नु पर्यो भन्दा अब त्यसपछि आयो थ्योरी कुन चाहिँ, हिस्टोजेन थ्योरी। यो हिस्टोजेन थ्योरीले के भन्छ बाबु भन्दा, एउटा पेज एड गरौँ है। ल यता हेर, हिस्टोजेन थ्योरीले के भन्छ, हिस्टोजेन थ्योरीले के भन्छ भन्दा अपाइकल मेरिस्टम जुन छ, अपाइकल मेरिस्टम जुन छ यो चाहिँ तीनटा लेयरको बीचबाट ओरिजिन हुन्छ। कुन कुन लेयर त, तीनटा लेयर मैले बनाउँछु बाबु हेर। बाहिरको लेयरलाई हामीले भन्छौँ कुनै पनि प्लान्ट है, कुनै पनि प्लान्ट जुन छ त्यो चाहिँ जेनरली तीनटा लेयरबाट ओरिजिन हुन्छ भनेर भन्छ। बाहिरको लेयरलाई हामीले भन्छौँ डर्मेटोजेन। कुन लेयर भन्छौँ अरे, डर्मेटोजेन भनेर भन्छौँ। बीचको लेयरलाई हामीले भन्छौँ पेरिब्लेम, पेरिब्लेम भनेर भन्छौँ। र इनर लेयरलाई चाहिँ हामीले भन्छौँ प्ल्युरोम, प्ल्युरोम भनेर भन्छौँ। यो ह्यान्स्टेन अर हिस्टोजेन थ्योरीले चाहिँ भनेको कुरा त्यो हो। डर्मेटोजेनबाट चाहिँ के बन्छ, डर्मेटोजेनले बनाउने भनेको डर्मेटोलोजी आउटर स्किन भनेर बुझ्ने बाबु, आउटर मोस्ट पार्ट भनेर बुझ्ने, आउटर मोस्ट पार्ट अर आउटर मोस्ट लेयर द्याट इज इपिडर्मिस कहाँबाट बन्छ भनेर तिमीलाई क्वेसन सोध्छ, तिमीले भन्नुपर्छ डर्मेटोजेन। एक्जाममा सोधेको क्वेसन हो है। क्वेसन एक्चुअली के सोधेको थियो भन्दा एपिडर्मिस अकर्डिङ टु हिस्टोजेन थ्योरी इज फर्मड फ्रम भनेर क्वेसन सोधेको थियो। योर एन्सर सुड बी डर्मेटोजेन। त्यसो भएर यो पेरिब्लेम जुन छ, पेरिब्लेमले चाहिँ के बनाउँछ, दिस फ्रम द मिडल रिजन है। यसले चाहिँ मिडल रिजन बनाउँछ द्याट इज कर्टेक्स बनाउँछ। मिडल रिजनलाई हामीले कर्टेक्स भनेर पनि भन्छौँ। र यो प्ल्युरोम जुन छ, यो प्ल्युरोमले बनाउने भनेको इनर मोस्ट लेयर हो। इनर मोस्ट लेयर कहाँबाट बन्छ अरे, प्ल्युरोमबाट बन्छ, प्ल्युरोमबाट बन्छ। र यो प्ल्युरोमबाट नै बन्छ वास्कुलर टिस्यु। वास्कुलर टिस्यु पनि कहाँबाट बन्छ, यो बन्छ प्ल्युरोमबाट। जाइलम र फ्लोएम कहाँबाट बन्छ, जाइलम र फ्लोएम, जाइलम र फ्लोएम पनि प्ल्युरोम लेयरबाट नै बन्छ। यति कुरा चाहिँ तिमीले बुझ्नु पर्यो है हिस्टोजेन थ्योरीमा। बाबु हेर ट्युनिका कर्पस थ्योरीले चाहिँ के भन्छ, ट्युनिका कर्पस थ्योरीले के भन्छ भन्दा दुईटा लेयर अफ सेल हुन्छ, दुईटा लेयर अफ सेल हुन्छ है। आउटर सेललाई, आउटर लेयरलाई हामीले के भन्छौँ, ट्युनिका भन्छौँ। आउटर लेयरलाई के भन्छौँ अरे, आउटर लेयर अफ सेललाई हामीले ट्युनिका भन्छौँ। इनर लेयरलाई चाहिँ के भन्छौँ, कर्पस भन्छौँ। इनर लेयरलाई के भन्छौँ अरे, इनर लेयरलाई हामीले भन्छौँ कर्पस। यता हेर ट्युनिकाले चाहिँ केमा हेल्प गर्छ, यो कर्पसले चाहिँ केमा हेल्प गर्छ भन्ने कुरा हो है। दिस ट्युनिका हेल्प इन एन्टी क्लिनल डिभिजन, एन्टी क्लिनल डिभिजन। यो एन्टी क्लिनल डिभिजन भनेको के हो भन्दा तिमी एउटा कपी ल्याऊ बाबु, आफ्नो कपी ल्याऊ है। यो सपोज एउटा मैले कुनै फ्ल्याट सर्फेस बनाएको छु, यो सर्फेसलाई यदि मैले पर्पेन्डिकुलरली डिभाइड गरिदियो भने, यसलाई चाहिँ पर्पेन्डिकुलरली डिभाइड गरिदियो भने, अब हेर त डिभाइड गर्यो भने यति एरिया त यता सर्छ नि, यति यता सर्छ, फेरि यो यता सर्छ, यता सर्छ। भन्नुको मतलब सर्फेस एरिया बढाउने काम गर्ने डिभिजन कुन हो, इट इज एन्टी क्लिनल डिभिजन। एन्टी क्लिनल डिभिजन केमा हुन्छ भनेर तिमीलाई क्वेसन सोध्छ, तिमीले भन्नुपर्छ ट्युनिका। कर्पसले के गराउँछ भन्दा कर्पसमा हुने भनेको बोथ एन्टी क्लिनल, बोथ एन्टी क्लिनल एन्ड पेरिक्लिनल डिभिजन। बोथ एन्टी क्लिनल एन्ड पेरिक्लिनल डिभिजन कहाँ हुन्छ भनेर तिमीलाई क्वेसन सोध्छ, तिमीले भन्नु पर्यो कर्पस लेयरमा है। अब हेर यो एन्टी क्लिनल भनेको के हो, पेरिक्लिनल भनेको, एन्टी क्लिनल भनेको त मैले भनिहालेँ पर्पेन्डिकुलर डिभिजन मैले गरेँ, जसले गर्दा चाहिँ सर्फेस एरिया बढ्यो। के बढ्यो अरे, यहाँ लेखिहाल, सर्फेस एरिया चाहिँ बढ्यो। र यो एन्टी क्लिनल र पेरिक्लिनल दुइटै कम्बाइन भयो भने के बढ्छ भन्दा भोल्युम और बल्क बढ्छ है। भोल्युम एन्ड बल्क अफ प्लान्टको नोट, प्लान्टको भोल्युम र बल्क बढ्छ। के को कारण अरे, एन्टी क्लिनल र पेरिक्लिनल डिभिजनको कारण। त्यो कहाँबाट हुन्छ, कहाँ हुन्छ, कर्पसमा हुन्छ। भाइ बहिनी कुरा बुझिरहेछौ सबैले, भन त कुरा बुझिरहेछौ कि छैनौ। ओके भेरी गुड है। मैले अहिलेसम्म के भने, मैले भने चारवटा सेल थ्योरी छ। अपाइकल सेल थ्योरी जसको बेसिस के थियो, सेलुलर टोटिपोटेन्सी थियो। यो थ्योरी पछि गएर रिजेक्ट भयो। किन रिजेक्ट भयो भन्दा इम्ब्रायो क्यानट बी कन्सिडर्ड अपाइकल। यो सेल थ्योरीले के भनेको थियो भन्दा एउटा अपाइकल सेल हुन्छ जुन चाहिँ टोटिपोटेन्ट हुन्छ र त्यसले नै चाहिँ पुरा प्लान्ट बनाउँछ है। तर हामीलाई थाहा छ पुरै प्लान्ट बन्ने भनेको इम्ब्रायोबाट हो र यो इम्ब्रायो कहिले पनि अपाइकल हुन सक्दैन। सो द्याट दिस थ्योरी गट रिजेक्टेड। अर्को थ्योरी छ
हिस्टोजेन थ्योरी। यो हिस्टोजेन थ्योरीले के भन्यो भन्दा कुनै पनि प्लान्ट तीनटा लेयरबाट डेभलप हुन्छ। कुन कुन लेयरबाट अरे? एउटा डर्मेटोजेन, अर्को पेरिब्लेम र अर्को प्युरोम। डर्मेटोजेनबाट बन्ने भनेको इपिडर्मिस हो, पेरिब्लेमबाट बन्ने भनेको मिडल रिजन अर कटेक्स हो, र प्युरोमबाट चाहिँ भास्कुलर बन्डल, भास्कुलर टिस्यु, जाइलम फ्लोएमहरू चाहिँ बन्छ। यो चाहिँ भन्ने कुराको हो हिस्टोजेन थ्योरी गिभन बाई ह्यान्स्टेन। अर्को थ्योरी छ ट्युनिका कर्पस थ्योरी। हेर, यो थ्योरीले के भन्छ भन्दा एउटा आउटर लेयर अफ सेल हुन्छ जसलाई चाहिँ हामीले भन्छौँ ट्युनिका, इनर लेयर अफ सेल हुन्छ जसलाई हामीले भन्छौँ कर्पस। ट्युनिका जुन छ यसले चाहिँ सर्फेस एरिया बढाइदिन्छ बाई एन्टिक्लिनल डिभिजन। कर्पस जुन छ यसले चाहिँ भोल्युम अर बल्क अफ प्लान्ट बढाइदिन्छ ड्यू टु बोथ एन्टिक्लिनल एन्ड पेरिक्लिनल डिभिजन। यहाँसम्म कुरा क्लियर छ भने अगाडि बढौँ। द नेक्स्ट थ्योरी इज कोसेन्ट सेन्टर थ्योरी है। नेक्स्ट थ्योरी के हो? कोसेन्ट सेन्टर थ्योरी। बाबु ध्यान दिनुपर्ने कुरा के हो? यो कोसेन्ट सेन्टर थ्योरी जुन छ यो दिने साइन्टिस्टको नाम के अरे? यहाँ साइन्टिस्टको नाम मैले लेखिदिएको छु। इट वाज गिभन बाई क्लोज भनेर बुझ्नु पर्यो। र यो कोसेन्ट सेन्टर थ्योरीले के भन्छ भन्दा यो कोसेन्ट सेन्टर थ्योरीले के भन्छ भन्दा प्लान्टमा चाहिँ यस्तो रिजन हुन्छ जसलाई चाहिँ हामीले ग्रोथ नट अर जिनट रिजन भनेर भन्छौँ। ग्रोथ नट अर जिनट रिजन भनेर भन्छौँ। र यो कहाँ हुन्छ भनेर मेन क्वेसन हो है। फर्स्ट कुरा हेर बाबु, त सबसे तल भएको स्ट्रक्चर जहिले पनि हामी रुटको स्ट्रक्चर हेर्दैछौँ है। रुटमा सबसे तल हुने भनेको रुट क्याप हो। के हुन्छ अरे? सबसे तल रुट क्याप हुन्छ। रुट क्यापको माथि भएको स्ट्रक्चर हुन्छ तिम्रो ग्रोथ नट। अब तिमीले भनौ दाइ रुट क्यापको माथि हुने त अपाइकल सेल हो, अपाइकल सेल हो, त्यसको माथि हुन्छ है रुट क्यापको माथि ग्रोथ नट। अब त्यो अपाइकल सेल एब्सेन्ट छ भने त्यसलाई चाहिँ हामीले ग्रोथ नट जिनट रिजन भनेर भन्छौँ। अर्को क्वेसन हेर, यो जिनट रिजन जुन छ यो जिनट रिजनको माथि हुन्छ तिम्रो के भन्दा क्वेसेन्ट सेन्टर। कुन सेन्टर हुन्छ अरे? क्वेसेन्ट सेन्टर। यो मैले तिमीलाई किन सिकाउँदैछु भन्दा निटमा एक्चुअली क्वेसन सोधेको थियो है। बाबु हेर, यो क्वेसेन्ट सेन्टरको माथि तिम्रो प्रेजेन्ट भएको हुन्छ प्रोटोडर्मको एउटा लेयर। के को लेयर अरे? प्रोटोडर्मको एउटा लेयर। त्यसको माथि हुन्छ मेरिस्टेमेटिक जोन। त्यसको माथि के हुन्छ अरे? मेरिस्टेमेटिक जोन भनेर हामीले भन्छौँ। यसको माथि चाहिँ मेरिस्टेमेटिक जोन हुन्छ। अब हेर, एउटा क्वेसन हेर, मैले यहाँ क्वेसन राखेको छु है। कहाँ गयो भन्ने हो। यता क्वेसन सेन्टर इज प्रेजेन्ट बिट्विन भनेर क्वेसन सोधेको छ। ल यसको एन्सर के हुन्छ? कसैले भन्दा हुन्छ? ल भन त, वाट इज द करेक्ट एन्सर? बिट्विन रुट क्याप एन्ड मेरिस्टेमेटिक जोन। भेरी गुड है, बिट्विन रुट क्याप र मेरिस्टेमेटिक जोन हुन्छ। ल अरूले पनि ट्राई गर। अप्सन ए है, अप्सन ए। अप्सन ए इज द करेक्ट एन्सर। कन्सेप्टको कुरा मैले सिकाइहालेँ। ल अगाडि बढौँ। ल थ्योरीमा चाहिँ यति 4वटा थ्योरीको कुरा पढ्यो भने तिम्रो सबै क्वेसन बन्छ है। एक्जाममा आउने लगभग सबै क्वेसन बन्छ। अगाडि बढौँ। नेक्स्ट क्वेसन हेर, विच अफ द फलोइङ इज अ लिभिङ टिस्यु। अब हामी कहाँ जाँदैछौँ बाबु भन्दा हामी पर्मानेन्ट टिस्युमा प्रवेश गरिसक्यौँ है। मेरिस्टेमेटिकको कुरा हामीले भ्याइसक्यौँ, पर्मानेन्ट टिस्युको कुरा हामीले पढ्दैछौँ। मलाई भन, विच अफ द फलोइङ इज लिभिङ टिस्यु भनेर क्वेसन सोधेको छ। अप्सन ए प्यारेन्काइमा, अप्सन बी कोलेन्काइमा, स्क्लेरेन्काइमा र डी बोथ ए एन्ड बी। अप्सन डी भनेर धेरैजनालाई भनिदियो। यता ध्यान दियो है, यो तीनैवटा जुन मैले देखाएको छु प्यारेन्काइमा, कोलेन्काइमा एन्ड स्क्लेरेन्काइमा, दिस 3 आर द एक्जाम्पल्स अफ सिम्पल पर्मानेन्ट टिस्यु। के हो अरे? सिम्पल पर्मानेन्ट टिस्यु। सिम्पल पर्मानेन्ट टिस्यु यो तीनटै हो। यो तीनटै मध्ये स्क्लेरेन्काइमा इज द डेड टिस्यु। स्क्लेरेन्काइमा कस्तो हुन्छ अरे? डेड हुन्छ। प्यारेन्काइमा र कोलेन्काइमा भन्ने कुरा चाहिँ लिभिङ हुन्छ। यो दुईटा के हुन्छ? यो दुईटा चाहिँ लिभिङ हुन्छ। हाम्रो क्वेसनले सोधेको कुरा के हो? विच अफ द फलोइङ इज अ लिभिङ टिस्यु, बोथ ए एन्ड बी इज द करेक्ट एन्सर। तर यति कुरा मात्र जानेर पुग्दैन, यसमा हामीले केही अरू कुरा पनि एड गर्छौँ है। ल सबैले ध्यानले हेर, मैले केही कुरा भन्छु, चाहिने कुरा भन्छु है। यता हेर, पहिला तिमी जान्नुपर्छ प्यारेन्काइमाको बारेमा। फर्स्टमा बुझौँ प्यारेन्काइमा भनेको के हो। बाबु प्यारेन्काइमा भन्नुको मतलब लिभिङ सेल हो, लिभिङ टिस्यु हो। हामीलाई थाहा भएको कुरा भर्खर मैले भने, इट इज अ लिभिङ टिस्यु। तर लिभिङ टिस्यु चाहिँ किन छ भन्ने कुरा हो है। लिभिङ टिस्यु किन छ भन्दा कुनै पनि लिभिङ सेलमा एउटा कुरा तिमीले के बुझ्नुपर्छ भन्दा देयर इज द प्रेजेन्स अफ सेलुलोज इन द सेल वाल। There is the presence of cell wall contains cellulose and it is thin. Generally in all living tissue, है all मैले भने छैन, generally in all living tissue there is the presence of प्रोटोप्लाज्म प्रेजेन्ट इन। अब त्यही सिकाउँदैछु। यता हेर, लिभिङ टिस्यु भन्नुको मतलब के हो? सेल वालमा सेलुलोज हुनुपर्छ र सेल वाल चाहिँ थिन हुनुपर्छ। यता हेर, प्यारेन्ट भन्नुको मतलब के हो? प्यारेन्ट भन्नुको मतलब प्यारेन्काइमा हो भनेर बुझ, द्याट इज प्यारेन्ट टिस्यु हो भनेर बुझ।
इट इज अ प्यारेन्ट टिस्यु, यहाँबाट अरू टिस्युहरू डेराइभ हुन सक्छ। अर्को इम्पोर्टेन्ट कुरा तिमीले के बुझ्नु पर्यो भन्दा दिस प्यारेन्काइमा अल्दो बिङ लिभिङ है, लिभिङ टिस्यु भए पनि दिस इज अ नन मेकानिकल टिस्यु। कस्तो टिस्यु हुन्छ अरे? नन मेकानिकल टिस्यु हुन्छ। मेकानिकल टिस्यु भन्नुको मतलब के हो? यस्तो टिस्यु जसले मेकानिकल सपोर्ट दिइरहेछ प्लान्टमा, त्यसलाई चाहिँ हामीले मेकानिकल टिस्यु भनेर भन्छौँ। के हुन्छ? कोलेन्काइमा हुन्छ, स्क्लेरेन्काइमा हुन्छ है। तर यो प्यारेन्काइमा भन्ने कुरा चाहिँ नन मेकानिकल हुन्छ। एक्जाममा सोधिसकेको क्वेसन हो, हाइलाइट गरेर राख्ने बाबु, धेरै इम्पोर्टेन्ट क्वेसन हो है। अगाडि बढौँ। अर्को कुरा तिमीले के बुझ्नु पर्यो भन्दा यसमा चाहिँ हुन्छ इन्टर सेलुलर स्पेस। यसमा के हुन्छ अरे? इन्टर सेलुलर स्पेस। अब इन्टर सेलुलर स्पेस जहाँ प्रेजेन्ट भएको छ, जहाँ प्रोमिनेन्ट छ, त्यहीँनिर हुन्छ प्रोटोप्लाजम और साइटोप्लाजम। बाबु कुरा बुझ्नुपर्छ है। इन्टर सेलुलर स्पेस भन्नुको मतलब दुईटा सेल बीचको डिस्टेन्स हो। तर यो दुईटा सेल बीचको डिस्टेन्स हुनलाई यो सेलहरूको मेम्ब्रेन लिक्विड सब्स्टान्स चाहिँ लुज हुनुपर्छ। द्याट इज यसमा चाहिँ प्रोटोप्लाजम और साइटोप्लाजम चाहिँ यसको प्रोमिनेन्ट हुन्छ भनेर बुझ्नुपर्छ। इन्टरसेलुलर स्पेस प्रेजेन्ट हुन्छ। इन्टरसेलुलर स्पेसले चाहिँ केमा हेल्प गर्छ भन्ने कुरा हो है। दिस इन्टरसेलुलर स्पेस हेल्प्स इन फङ्सन भनेर लेख बाबु, यो प्यारेन्काइमाको है। यसले हेल्प गर्छ एउटा स्टोरेजमा प्लस अर्को फोटोसिन्थेसिस र स्टोरेजमा हेल्प गर्छ। यो इन्टरसेलुलर स्पेस भएको कारणले चाहिँ कनेक्सन बिट्विन डिफ्रेन्ट सेल्सहरू चाहिँ भइरहन्छ, सो द्याट द सेल बिकम्स लिभिङ है। प्यारेन्काइमाको बारेमा यति जानेपछि तिम्रो कुनै पनि क्वेसन बाहिर जाँदैन, यसको ग्यारेन्टी मैले गर्छु। अब अर्को क्वेसन हेर, त्यसपछि मैले कोलेन्काइमाको बारेमा सिकाउँछु है। सब्स्टान्स रिस्पोन्सिबल फर इलास्टिसिटी इज भनेर क्वेसन सोधेछ। ओके, एनीवन, ल कसैले भन त, इलास्टिसिटीको लागि के रिस्पोन्सिबल हुन्छ भनेर क्वेसन सोधेको छ। अप्सन ए पेक्टिन, अप्सन बी लिग्निन, अप्सन सी सेलुलोज, अप्सन डी नन। फोटोसिन्थेसिसमा कसले हेल्प गर्छ? क्लोरेन्काइमा हुन्छ है बाबु, क्लोरेन्काइमा हुन्छ, विच इज द क्लासिफिकेसन अफ प्यारेन्काइमा। त्यो अहिले क्वेसन आउँदैछ है, यहाँ हेर त मैले राखेको छु। विच अफ द फलोइङ इज मोडिफिकेसन अफ प्यारेन्काइमा, त्यो यहाँनिर भन्छु है, 12 नम्बरको क्वेसनमा भन्छु। अहिलेलाई हेर, यो 11 नम्बरको क्वेसन पहिला हेर है। सब्स्टान्स रिस्पोन्सिबल फर इलास्टिसिटीको कारण लागि रिस्पोन्सिबल सब्स्टान्स कुन? बाबु हेर, इलास्टिसिटी गराउने टिस्यु हुन्छ कोलेन्काइमा। के हुन्छ अरे? कोलेन्काइमा हुन्छ। यति कुरा तिमीले बुझ्नु पर्यो। यता हेर, के बुझ्नु पर्यो भन्दा दिस कोलेन्काइमा के भन्दैछौ अरे? यता हेर, दिस कोलेन्काइमा इज प्रेजेन्ट इन डाइकोट प्लान्ट। कस्तो प्लान्टमा हुन्छ अरे? डाइकोट प्लान्टमा हुन्छ। तिमीहरूले देख्या होलौ, आँधी हुरी आएको बेला चाहिँ प्लान्टहरू जेनरली भाँच्दैन, प्लान्टहरू फ्लेक्सिबल भइदिन्छ है। तर त्यही तिमीले मोनोकोट प्लान्ट हेऱ्यौ, फर इक्जाम्पल धानहरू हेऱ्यौ, गहुँहरू हेऱ्यौ, और सुगरकेन मकैहरू हेऱ्यौ भने तिनीहरू चाहिँ के हुन्छ? भाँच्दिन्छ है। जोरले आँधी हुरी आयो भने तिनीहरू चाहिँ भाँचेर तल झरिदिन्छ। तर डाइकोट प्लान्टहरू जेनरली तिमीले अब आँपको रुख हेर्छौ भने, आँपको रुख, लिचीको रुख, जेको पनि रुख, कुनै पनि डाइकोट प्लान्ट तिमीले जेनरली हेऱ्यौ भने तिनीहरू चाहिँ भाँच्दैन। किन भाँच्दैन भन्दा देयर इज द प्रेजेन्स अफ कोलेन्काइमा भनेर हामीले भन्छौँ। यो कोलेन्काइमाले गर्दा के हुन्छ? यसले दिन्छ बाबु हेर फ्लेक्सिबिलिटी। के दिन्छ? फ्लेक्सिबिलिटी दिन्छ। फ्लेक्सिबिलिटी दिने काम हुन्छ कोलेन्काइमाको। कहाँ हुन्छ भन्दा डाइकोट प्लान्टमा हुन्छ। र यो कोलेन्काइमा बनेको हुन्छ एउटा सब्स्टान्सले, जसलाई चाहिँ हामीले भन्छौँ पेक्टिन। कोलेन्काइमामा हुने दुईटा सब्स्टान्स हुन्छ हेर, एउटा पेक्टिन हुन्छ, अर्को सेलुलोज हुन्छ। बाबु हेर, कुनै पनि सेलमा सेलुलोज छ त्यसलाई हामीले के भन्छौँ? लिभिङ भनेर भन्छौँ। मैले भनिसकेको छु जेनरली है, यसलाई चाहिँ हामीले लिभिङ भनेर भन्छौँ। र पेक्टिनको कारण चाहिँ के हुन्छ भन्दा इट गिभ्स मेकानिकल सपोर्ट। मेकानिकल सपोर्ट हेर न, मेकानिकल सपोर्ट कसरी दियो अरे? यसले चाहिँ प्लान्टलाई फ्लेक्सिबल बनाइदियो। आँधी हुरीको बेला चाहिँ प्लान्ट भाँच्दैन। त्यही भएर तिमीलाई एक्जाममा क्वेसन सोध्छ, कोलेन्काइमा इज अ कस्तो टिस्यु भनेर क्वेसन सोध्छ। तिमीले के भन्नुपर्छ? इट इज अ लिभिङ एन्ड मेकानिकल टिस्यु। लिभिङ एन्ड मेकानिकल टिस्यु भनेर तिमीलाई क्वेसन सोध्यो, तिम्रो एन्सर हुनुपर्छ कोलेन्काइमा। लिभिङ एन्ड नन मेकानिकल भनेर तिमीलाई क्वेसन सोध्यो, लिभिङ एन्ड नन मेकानिकल भनेर तिमीलाई क्वेसन सोध्यो, तिम्रो एन्सर हुनुपर्छ प्यारेन्काइमा। बाबु हेर न, जेनरली चाहिँ सेलुलोज हुन्छ है, हेमी सेलुलोज समसम प्लान्टमा हुन्छ। जेनरली चाहिँ सेकेन्डरी सेलवालमा पाउने भनेको हेमी सेलुलोज है। जेनरली सेलुलोज हुन्छ भनेर बुझ। कुनै पनि लिभिङ सेलमा है, कुनै पनि लिभिङ सेलमा मोस्ट प्रोमिनेन्ट स्ट्रक्चर चाहिँ सेलुलोज। यता मैले के भने, लिभिङ र मेकानिकल क्वेसन सोध्यो, तिम्रो एन्सर हुनुपर्छ कोलेन्काइमा। लिभिङ मात्रको क्वेसन सोध्यो, विच इज अ लिभिङ बट नन मेकानिकल, तिम्रो एन्सर हुनुपर्छ प्यारेन्काइमा। र डेड भनेर क्वेसन सोध्यो, तिम्रो एन्सर हुनुपर्छ स्क्लेरेन्काइमा। और डेड एन्ड मेकानिकल भनेर पनि क्वेसन सोध्यो, डेड एन्ड
मेकानिकल भनेर पनि तिमीलाई क्वेसन सोध्यो, तिम्रो एन्सर हुनुपर्छ स्क्लेरन काइमा। र यो स्क्लेरन काइमा जुन छ दे आर जेनरली इन मोनोकट प्लान्ट है। मोनोकट प्लान्टमा जेनरली हुने भनेको स्क्लेरन काइमा हो। मोनोकट प्लान्टको पनि मोर स्पेसिफिक कहाँ हुन्छ भनेर कसैले सोध्यो भने इट इज द हाइपोडर्मिस अफ मोनोकट है। हाइपोडर्मिस अफ मोनोकटमा तिम्रो स्क्लेरन काइमा पाउँछ। इट इज अ डेड टिस्यु एन्ड हेल्प्स इन मेकानिकल सपोर्ट भनेर भन्छ। बाबु हेर हाम्रो क्वेसनले सोधेको के हो, सब्सटान्स रिस्पोन्सिबल फर इलास्टिसिटी। इलास्टिसिटी अर फ्लेक्सिबिलिटी एउटै कुरा हो। मलाई भनिदेऊ सब्सटान्स रिस्पोन्सिबल इज कोलेनकाइमा। कोलेनकाइमामा हुने कुरा के हो अरे, पेक्टिन। सो द करेक्ट एन्सर इज पेक्टिन। अब हेर तिमीलाई लिग्निनमा क्वेसन के सोध्छ भन्दा दिस लिग्निन इज फाउन्ड इन स्क्लेरेनकाइमा। लिग्निन कहाँ पाउँछ अरे, स्क्लेरेनकाइमामा पाउँछ। र सब्सटान्स रिस्पोन्सिबल फर रिजिडिटी भनेर तिमीलाई क्वेसन सोध्यो। सब्सटान्स रिस्पोन्सिबल फर रिजिडिटी भनेर क्वेसन सोध्यो भने योर एन्सर सुड बी लिग्निन है। फ्लेक्सिबिलिटीको लागि पेक्टिन, रिजिडिटीको लागि लिग्निन, किनकि रिजिडिटी गराउने कुरा हो स्क्लेरेनकाइमा। इट सुड बी क्रिस्टल क्लियर है। पेक्टिन इज द करेक्ट एन्सर इन दिस क्वेसन। ल अर्को क्वेसन हेर, विच अफ द फलोइङ इज अ मोडिफिकेसन अफ प्यारेन्काइमा। भेरी 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 इम्पोर्टेन्ट क्वेसन है भाइ पनि ध्यान दिनुपर्ने कुरा के हो भन्दा, ओके यसको एन्सर देऊ त। स्क्लेरेनकाइमा हार्ड एन्ड रिजिड। ओके भेरी गुड। ल डी भनेर भन्यौ, अल भनेर भन्यौ है। यता प्यारेन्काइमाको मोडिफिकेसनको क्वेसन तिमीलाई सोध्यो भने तिमीले के बुझ्नुपर्छ, प्यारेन्काइमाको जेनरली तीनटा मोडिफिकेसन हुन्छ। तीनटा मोडिफिकेसन हुन्छ। के हुन्छ अरे, यही लेखिदिएको छु मैले। एउटा हुन्छ क्लोरेनकाइमा, अर्को हुन्छ एरेनकाइमा, अर्को हुन्छ प्रोसेनकाइमा। क्लोरेनकाइमा भनेको कस्तो प्यारेन्काइमा हो, यसले चाहिँ केमा रोल हेल्प गर्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। दिस क्लोरेनकाइमा हेल्प्स इन फोटोसिन्थेसिस। केमा हेल्प गर्छ अरे, फोटोसिन्थेसिसमा हेल्प गर्छ। किन फोटोसिन्थेसिसमा हेल्प गर्छ भन्दा इट कन्टेन्स क्लोरोफिल। क्लोरोफिल कन्टेन्ड इन इट भनेर लेख। यसमा चाहिँ क्लोरोफिल हुन्छ। सो द्याट यसले फोटोसिन्थेसिसमा हेल्प गर्छ। कहाँ पाउँछ भनेर क्वेसन सोधिन्छ, इट इज फाउन्ड इन मेजोफिल अफ लिफ। मेजोफिल अफ लिफ। मेजोफिल भनेको के हो अरे, लिफको ल्यामिना हो। लिफमा मेजोफिल प्रेजेन्ट भएको हुन्छ, ग्रिन स्ट्रक्चर हुन्छ। यसरी बुझ्नु पर्यो। एरेनकाइमा भनेको के हो त, एरेनकाइमा भनेको यस्तो स्ट्रक्चर हो विच हेल्प्स इन एयर स्टोरेज। र एयर स्टोरेजमा हेल्प गर्छ कुनै पनि बियोन्ड प्लान्टमा है। जुन प्लान्ट पानीमा फ्लोट गर्छ त्यसमा प्रेजेन्ट भएको हुन्छ एरेनकाइमा। जेनरली हामीले फ्लोटिङ प्लान्ट भनेर लेख्छौँ, फ्लोटिङ प्लान्ट्स अर अक्वाटिक प्लान्टमा पाउँछ। हेर यसको फङ्सन के हो, बियोन्सी प्रोभाइड गर्छ है। यो प्रोजेनकाइमामा तिमीले के बुझ्नु पर्यो भन्दा, प्रोजेनकाइमा इज अ इलोङ्गेटेड सेल। द सेल्स आर इलोङ्गेटेड सेल विथ ट्यापरिङ इन्ड। इलोङ्गेटेड सेल विथ ट्यापरिङ इन्ड। बाबु हेर अर्को पनि अप्सन मैले राखेको छु है। यता हेर यो एम्समा सोधेको क्वेसन हो, धेरै राम्रो क्वेसन छ। ल सबैले हेर अर्को कहाँ कहाँ पाउँछ, कुन हो मोडिफिकेसन अफ प्यारेन्काइमा भनेर क्वेसन छ। अप्सन ए इज आइडियोब्लास्ट, अप्सन ए इज आइडियोब्लास्ट, अप्सन बी इज प्लेक्टेन्काइमा, अप्सन सी स्युडो प्यारेन्काइमा, र अप्सन डी अल। र धेरैजनाले यो क्वेसन नहेरेको होला, किनकि धेरै राम्रो क्वेसन छ। जेनरली तिमी यता नेपालतिरको किताबमा भेट्दैनौ। ल भन त कसैले, एनीवन? ओके बी भनेर भन्दैछौ। ल सबैले ट्राई गर। ओके कसैले ए भन्यौ, कसैले बी भन्यो। बाबु हेर यसको करेक्ट एन्सर के हुन्छ, पहिला यसको डिस्क्रिप्सन बुझौँ त्यसपछि करेक्ट एन्सर बुझौँला है। आइडियोब्लास्ट भनेको के हो त, आइडियोब्लास्ट इज द स्ट्रक्चर विच हेल्प्स इन स्टोरेज। आइडियोब्लास्टले केमा हेल्प गर्छ अरे, यहाँ मैले साइडमा लेख्छु है। आइडियोब्लास्टले चाहिँ केमा हेल्प गर्छ, आइडियोब्लास्टले हेल्प गर्छ स्टोरेजमा। एन्ड दिस इज अ स्ट्रक्चर फर्म अफ क्रिस्टल अफ क्याल्सियम अक्जालेट। क्याल्सियम अक्जालेटको क्रिस्टलबाट बनेको स्ट्रक्चर हो आइडियोब्लास्ट। एन्ड दिस आइडियोब्लास्ट इज द मोडिफिकेसन अफ प्यारेन्काइमा। एउटा कुरा त मिल्यो। अर्को हेर प्लेक्टेन्काइमा भनेको के हो, बाबु हेर यो प्लेक्टेन्काइमा पनि लगभग स्टोरेजवाला स्ट्रक्चर हुन्छ। एन्ड दिस इज प्रेजेन्ट इन फङ्गी। दिस इज अल्सो अ मोडिफिकेसन अफ प्यारेन्काइमा। स्युडो प्यारेन्काइमा भनेको के हो, यो पनि प्लेक्टेन्काइमा जस्तै हुन्छ, तर स्युडो प्यारेन्काइमा भन्ने कुरा चाहिँ मसरुममा पाइन्छ। कहाँ पाइन्छ अरे, मसरुममा पाइन्छ। दिस इज अल्सो द करेक्ट एन्सर। वाट विल बी द करेक्ट एन्सर, अल इज द करेक्ट एन्सर है। आइडियोब्लास्ट, प्लेक्टेन्काइमा, स्युडो प्यारेन्काइमा, all these three are the modification of parenchyma भनेर हामीले भन्छौँ। and this question has been tested in AIMS entrance examination. very 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 important question है। दुईटा क्वेसन हामीले गर्यो प्यारेन्काइमाको।
मोडिफिकेसन के हुन्छ? तिनवटा मोडिफिकेसन हुन्छ जेनरली, क्लोरेन्काइमा, एरेन्काइमा, प्रोजेन्काइमा। अर्को मोडिफिकेसन के हुन्छ? आइडियोब्लास्ट, प्लेक्टेन्काइमा र स्युडो प्यारेन्काइमा। स्युडो प्यारेन्काइमा। यता हेर, ल माथिको नि अलै हो है, माथिको नि अल हो, तलको नि अल हो। यता हेर, सबैको फङ्सन मैले भनिदिएँ, कुन कहाँ हुन्छ भनेर भनिदिएँ। कहिलेकाहीँ क्वेसन के पनि सोधिदिन्छ भन्दा प्लेक्टेन्काइमा इज अ अर्गेन अफ स्टोरेज प्रेजेन्ट इन भनेर क्वेसन सोध्छ। योर एन्सर सुड बी फङ्गी। इट इज मेड अफ भनेर पनि कहिलेकाहीँ क्वेसन सोधिन्छ, क्याल्सियम अक्जालेटको हुन्छ भनेर तिमीले बुझ्नु पर्यो। यतिसम्म कसैलाई केही नबुझेको छ? एनीवन? एरेन काइमाले बियोन्सी प्रोभाइड गर्छ है बाबु। एरेन काइमाले प्रोभाइड गर्नु भनेको बियोन्सी हो, बियोन्ट बनाइदिन्छ प्लान्टलाई। बुझ्यौ? ल यहाँसम्म कसैलाई केही नबुझेको कुरा छ भने भन त। यहाँसम्म सबैले बुझा भाइ पनि भन भन छिटो। यता प्लेक्टेन काइमा केले बन्ने हो भने प्लेक्टेन काइमा जेनरली फङ्गाइमा हुन्छ। आइडियोब्लास्ट चाहिँ क्याल्सियम अक्जालेटले भन्छ है। आइडियोब्लास्ट बन्ने भनेको क्याल्सियम अक्जालेटले हो र फङ्गाइमा हुन्छ, जेनरली फङ्गाइमा हुन्छ। प्यारेन्ट काइमाले चाहिँ नन मेकानिकल किन भनेको? यता कुनै पनि सेल, कुनै पनि टिस्यु मेकानिकल हुनलाई दुईटा कुरा हुनुपर्छ। मेकानिकल स्ट्रक्चर हामी केलाई भन्छौँ अरे बाबु? त्यो कुनै स्ट्रेसबाट प्लान्टलाई बचाइरहेछ है, कुनै स्ट्रेसबाट, कुनै स्ट्रेनबाट बचाइरहेछ भने, अर त्यसले प्लान्टलाई सपोर्ट गरिरहेछ भने, प्लान्टलाई के गरिरहेछ? सपोर्ट गरिरहेछ भने, रिजिड अर फ्लेक्सिब बनाइरहेछ भने। कुनै पनि सेललाई, कुनै पनि टिस्युलाई हामीले मेकानिकल त्यति बेला भन्छौँ जब उसँग कि त पेक्टिन छ जसले चाहिँ फ्लेक्सिबिलिटी प्रोभाइड गर्दैछ, प्रोटेक्सन गर्दैछ हावाहुरीबाट, अर त्यसलाई त्योसँग चाहिँ लिग्निन छ जसले चाहिँ रिजिड बनाउँदैछ। रिजिड बनाएर के हुन्छ भन्दा स्ट्रेसहरू, स्ट्रेनहरू जेले पनि प्लान्टलाई स्ट्यान्ड टल गर्नलाई हेल्प गरिरहेछ। अब यो प्यारेन्ट काइमा भन्ने स्ट्रक्चर चाहिँ जेनरली स्टोरेजहरूमा, फोटोसिन्थेसिसहरूमा हुन्छ। यसले कुनै पनि मेकानिकल सपोर्ट दिँदैन कि प्लान्टलाई कुनै पनि स्ट्रेसहरूबाट, स्ट्रेनहरूबाट, हावाहुरीबाट है, पानीबाट बचाउँदैन। त्यही भएर यसलाई चाहिँ हामीले के भन्छौँ? नन मेकानिकल भनेर भन्छौँ। कुरा बुझ्यो? आइडियोब्लास्ट पनि जेनरली फङ्गाइमै पाउँछ है बाबु। ल अरू कसैलाई केही नबुझेको छ भने सोध त। अर्को भन। लास्टको भनेर भन्नु, लास्टको के भनेको थियो अरे बाबु? प्यारेन्ट काइमाको भन्ने थियो। ए यो आइडियोब्लास्टवाला भनेको। यता हेर न, आइडियोब्लास्ट भनेको के हो भन्दा सिम्पल कुरा बुझ न, क्याल्सियम अक्जालेटको क्रिस्टल हुन्छ। क्याल्सियम अक्जालेटको क्रिस्टल हुन्छ, स्टोरेजमा हेल्प गर्छ। जेनरली पाउने भनेको फङ्गाइमा हो, कुनै कुनै लिफहरूमा पनि पाउँछ है। एक्चुअली सीमा सोधेको पनि क्वेसन हो, लिफमा कुन सब्सटान्स पाउँछ? आइडियोब्लास्ट पाउँछ। त्यो आइडियोब्लास्ट केले बनेको हुन्छ भनेर क्वेसन सोधेको थिएँ। इट इज मेड अफ क्याल्सियम अक्जालेट क्रिस्टल भनेर तिमीले जान्नु पर्यो। जेनरली चाहिँ यो लिफ स्टेम सबैतिर पाउँछ क्या जेनरली, तर फङ्गाइमा विशेष गरी पाउँछ। बुझ्यौ बाबु? ल यहाँसम्म सबैले बुझाएको छौ? केही नबुझेको छ कसैलाई? ल अगाडि बढौँ है। यहाँसम्म बुझेको छौ भने अब अगाडि बढ्दा हुन्छ। अर्को क्वेसन हेरौँ। विच अफ द फलोइङ इज नोन एज पन्ड सिल्क भनेर क्वेसन सोधेको छ। धेरै राम्रो क्वेसन छ। एल्गीको क्वेसन हो खासमा, तर मैले यहीँनिर राखिदिएँ किनकि केही केही कुरा रिलेटेड छ। स्पाइरोगाइरा सजिलो क्वेसन छ, सबैले मिलाउँछ होला है। ल भन त। प्ल्याक्टेन काइमा चाहिँ फङ्गीमा पाउँछ के बाबु? प्ल्याक्टेन काइमा फङ्गीमा पाउँछ। यता हेर न, अर्को क्वेसन हेर।
विच अफ द फलोइङ इज नोन एज पन्ड सिल्क द करेक्ट एन्सर इज स्पाइरोगाइरा धेरैजनाले करेक्ट एन्सर दिएको छौ है स्पाइरोगाइरा इज द करेक्ट एन्सर यता हेर अब तिमीले के बुझ्नु पर्यो भन्दा यो पन्ड सिल्क चाहिँ यसलाई किन भनिन्छ बाबु हेर एउटा कुरा के ध्यान देऊ भन्दा यो सिल्क भन्नुको कारण के हो कुनै पनि हेर अब केटी मान्छेलाई थाहा होला सिल्कको लुगा आउँछ है बाबु सिल्कको लुगा आउँछ सिल्कको साडी आउँछ यो सिल्क भन्नुको मतलब के हो भन्दा इट इज द स्ट्रक्चर विच इज फर्मड अफ पेक्टिन प्लस वाटर पेक्टिन प्लस वाटर यो पेक्टिन प्लस वाटर मिलेर के बनाइदिन्छ भन्दा म्युसिलेज बनाइदिन्छ एउटा बाहिर स्ट्रक्चर कभरिङ बनाइदिन्छ जसलाई चाहिँ हामीले भन्छौँ म्युसिलेज दिस म्युसिलेज प्रोभाइड स्लिपरी नेचर टु द प्लान्ट स्लिपरी नेचर प्रोभाइड गर्ने स्ट्रक्चर कुन हो म्युसिलेज हो पेक्टिन र वाटर मिलेर बनाउँछ म्युसिलेज यही म्युसिलेजको कारण स्लिपरी नेचर हुन्छ सिल्क जस्तो नेचर हुन्छ त्यही भएर स्पाइरोगाइरालाई हामीले पन्ड सिल्क भनेर भन्छौँ ल अर्को क्वेसन हेर धेरै इम्पोर्टेन्ट क्वेसन छ मेकानिकल एन्ड लिभिङ टिस्यु इज स्लिपरी सिथ भेरी गुड है ल अर्को भन त अप्सन बी भनेर भन्यौ मेकानिकल एन्ड लिभिङ टिस्यु इज यता हेर मेकानिकल एन्ड लिभिङ टिस्यु भनेर तिमीलाई क्वेसन सोध्यो तिमीले एन्सर के सोध्नु खोज्नुपर्छ अरे तिमीले कोलेन काइमा खोज्नुपर्छ है तिमीले के खोज्नुपर्छ कोलेन काइमा खोज्नुपर्छ मेकानिकल एन्ड नन लिभिङ भनेको भए नन लिभिङ भनेको भए तिमीले के खोज्थ्यौ नन लिभिङ भनेको भए तिमीले प्यारेन्ट काइमा खोज्थ्यौ प्यारेन्ट काइमा खोज्थ्यौ प्यारेन्ट काइमा खोज्थ्यौ मेकानिकल एन्ड लिभिङ भनेको छ त्यसलाई चाहिँ हामीले के भन्छौँ कोलेन काइमा भन्छौँ अब कोलेन काइमा कहाँ पाउँछ भन्ने कुरा हो है फर्स्ट अप्सन हेर जाइलम फाइबर अप्सन बी हाइपोडर्मिस अफ कटेक्स अप्सन सी मेजोफिल सेल र अप्सन डी चाहिँ पिट छ ल के हुन्छ करेक्ट एन्सर ए सरी नन लिभिङ होइन है नन मेकानिकल भन्न खोजेको नन मेकानिकल है लेख्दा लेख्दा अलि मिस्टेक हुन्छ लिभिङ एन्ड नन मेकानिकल भन्यो भने प्यारेन्ट काइमा लिभिङ एन्ड मेकानिकल भन्यो भने तिमीले कोलेन काइमा खोज्नुपर्छ अब कोलेन काइमा कहाँ पाउँछ मलाई भन्नु त हाइपोडर्मिसमा ल के को हाइपोडर्मिसमा हाइपोडर्मिस अफ कटेक्स है हाइपोडर्मिस अफ कटेक्समा पाउने भनेको कोलेन काइमा हो बाबु एउटा कुरा तिमीले के बुझ्नु पर्यो भन्दा हाइपोडर्मिस अफ तिमीलाई डाइकट प्लान्ट भन्यो भने तिमीले लगाउँछौ कोलेन काइमा डाइकटमा के हुन्छ अरे कोलेन काइमा हुन्छ तर हाइपोडर्मिस अफ मोनोकट तिमीलाई यदि क्वेसनमा छ भने अप्सनमा छ भने त्यसको एन्सर हुन्छ स्क्लेरेन काइमा है मोनोकटमा के हुन्छ अरे स्क्लेरेन काइमा हुन्छ डाइकटमा कोलेन काइमा हुन्छ भेरी गुड है डाइकट स्टेमको हाइपोडर्मिसमा हुन्छ कोलेन काइमा द करेक्ट एन्सर इज हाइपोडर्मिस भनेर हामीले भन्छौँ अर्को क्वेसन हेर विच अफ द फलोइङ इज नट लिभिङ भनेर क्वेसन सोध्दैछ ल भन्दै धेरै सजिलो क्वेसन छ यो त नट लिभिङको क्वेसन छ भन त अप्सन सी अप्सन सी अप्सन सी करेक्ट एन्सर है स्क्लेरेन काइमा ल मलाई भन्दै स्क्लेरेन काइमामा के हुन्छ जसले रिजिड बनाउँछ कुन यस्तो सब्सटान्स हुन्छ स्क्लेरेन काइमामा जसले रिजिड बनाउँछ लिग्निन प्रेजेन्ट भएको हुन्छ कोलेन काइमामा के हुन्छ अरे कोलेन काइमामा पेक्टिन हुन्छ प्यारेन्ट काइमामा के हुन्छ जेनरली सेलुलोज हुन्छ पेक्टिन प्लस सेलुलोज हुन्छ है तिम्रो कोलेन काइमामा अर्को क्वेसन हेर हाइपोडर्मिस इन मोनोकट इज फर्मड भेरी 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 इम्पोर्टेन्ट क्वेसन भर्खर मैले सिकाइहालेँ है तिमीहरू त मिलाइहाल्छौ अप्सन सी स्क्लेरेन काइमा सजिलो कुरा छ कोलेन काइमाले के को हाइपोडर्मिस बनाउँछ अरे डाइकट प्लान्टको हाइपोडर्मिस बनाउने भनेको कोलेन काइमाले हो अर्को कुरा हेरौँ अर्को क्वेसन हेरौँ है फङ्सनल युनिट अफ जाइलम भेरी 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 इम्पोर्टेन्ट क्वेसन यो पनि मिलायो भने अब मिल्यो है कुरा जाइलमको फङ्सनल युनिट के हुन्छ कसैले भन त एनिवन वाट इज द फङ्सनल युनिट अफ जाइलम हार्ड्रोम ल फङ्सनल युनिट अफ जाइलम हार्ड्रोम त्यसो भए मलाई भन्दै लेप्टोन भनेको के हो ल यो लेप्टोन भन्ने कुरा चाहिँ एकचोटि आइयुमा सोधेको क्वेसन है भाइ पनि ध्यान देऊ फङ्सनल युनिट अफ तिमीलाई फ्लोएम सोध्यो के सोध्यो अरे फङ्सनल युनिट अफ फ्लोएम सोध्यो योर एन्सर सुड बी लेप्टोन फङ्सनल युनिट अफ जाइलम सोध्यो योर एन्सर सुड बी हार्ड्रोम जाइलम फाइबर भने के हो इट इज द एलिमेन्ट अफ जाइलम भनेर हामीले भन्छौँ बाबु ध्यान देऊ यो लेप्टोन अर हार्ड्रोमको कलेक्सनलाई हामीले के भन्छौँ भनेर पनि एकचोटि निटमा क्वेसन सोधेको थियो वाट इज द कलेक्सन अफ हार्ड्रोम कल्ड
हार्ड्रोमको कलेक्सनलाई हामीले के भन्छौँ? हार्ड्रोमको कलेक्सनलाई हामीले वुड भन्छौँ। लेप्टोनको कलेक्सनलाई हामीले के भन्छौँ भन्दा यसको कलेक्सनलाई चाहिँ हामीले बास्ट भनेर भन्छौँ। के भन्छौँ अरे? बास्ट भनेर भन्छौँ। दुईटै धेरै इम्पोर्टेन्ट क्वेसन छ, दुईटै कुरा चाहिँ कन्ठ हुनु पर्यो। हार्ड्रोमको कलेक्सनलाई वुड, लेप्टोनको कनेक्सनलाई चाहिँ बास्ट भनेर भन्छौँ। फङ्सनल युनिट जाइलमको हार्ड्रोम र फ्लोएमको चाहिँ के हुन्छ? लेप्टोन हुन्छ भनेर हामीले भन्छौँ। यता हेर, आजलाई चाहिँ यति नै गरौँ। अब मेरो घाँटी दुखे बाबु धेरै बोल्दा बोल्दा, बाँकीको कुरा चाहिँ अर्को क्लासमा गरौँला, हुन्छ? ल बाँकी भोलिको क्लासमा गरौँला है। ल बुझ्यौ नि? सबैले बुझ्या छौ पढाएको? ल आज हामीले के पढ्यौ एकचोटि मैले रिकल गरिदिन्छु। मेरो बानी के छ भन्दा क्लासमा पढायो, अब लास्टतिर रिकल गर्ने गरिन्छ है। ल के पढ्यौ भनेर मैले एकचोटि सरलाई रिकल गरिदिन्छु। ल तिमीलाई केही नबुझेको छ भने फेरि पनि सोद्धा हुन्छ। यता हेर, हामीले आज के पढ्यौ भन्दा प्लान्ट एनाटोमी स्टार्ट गर्यौँ। प्लान्ट एनाटोमीमा मेरिस्टेमेटिक टिस्यु पढ्यौ। मेरिस्टेमेटिक टिस्यु भनेको कस्तो टिस्यु हो? इट इज अ डिभाइडिङ टिस्यु। हेर, डिभाइड हुने टिस्यु हो र नन डिफ्रेन्सिएटेड हुन्छ। डिफ्रेन्सिएट भइहाल्यो भने ल नोट म पठाइदिन्छु है। डिफ्रेन्सिएट भइहाल्यो त्यसलाई हामीले के भन्छौँ? त्यसलाई हामीले पर्मानेन्ट टिस्यु भनेर भन्छौँ। पर्मानेन्ट टिस्युको क्लासिफिकेसन सिम्पल र कम्प्लेक्स हुन्छ। सिम्पलमा के पर्छ भन्दा प्यारेन्काइमा, कोलेन्काइमा र स्क्लेरेन्काइमा। कम्प्लेक्समा चाहिँ जाइलम र फ्लोएम पर्छ है। मेरिस्टेमेटिक टिस्यु जुन छ यसको तीनटा क्लासिफिकेसन हुन्छ। के हामीले पढ्यौ भन्दा थ्री क्लासिफिकेसन अन द बेसिस अफ लोकेसन, अन द बेसिस अफ ओरिजिन एन्ड अन द बेसिस अफ फेट अर फङ्सन। ओरिजिनको बेसिसमा प्रोमेरिस्टम प्राइमरी र सेकेन्डरी, लोकेसनको बेसिसमा एपेकल जुन डाइकटमा हुन्छ, इन्टरक्यालेरी जुन मोनोकटमा हुन्छ र ल्याटरल जुन डाइकट प्लान्टमा हुन्छ है। एपिकल मेरिस्टम र इन्टरक्यालेरी मेरिस्टमले चाहिँ इन्क्रिज इन लेन्थ गराउँछ। ल्याटरल मेरिस्टमले चाहिँ इन्क्रिज इन गर्थ र डायमिटर गराउँछ। ग्राफ्टिङको लागि चाहिने कुरा हो क्याम्बियम, विच इज एब्सेन्ट इन मोनोकट प्लान्ट, सो द्याट क्याम्बियम हुँदैन। चारवटा सेल थ्योरी पनि पढ्यौ, अपाइकल, हिस्टोजेन, कोसेन्ट र टुनिका कर्पस। अपाइकलको बेसिस थियो सेलुलर टोटिपोटेन्सी, रिजेक्ट भयो बिकज सिंगल सेल इम्ब्रायो क्यानट बी कन्सिडर्ड एज अपाइकल भनेर हामीले भन्छौँ है। क्वेसन सेन्टर मेरिस्टेमेटिक जोन र रुट क्यापको बिचमा हुन्छ। हिस्टोजेन थ्योरी वाज गिभन बाई ह्यान्स्टेन र तीनटा लेयरबाट पुरै प्लान्टको डेभलपमेन्ट हुन्छ है। ट्युनिका भनेको बाहिरको लेयर, कर्पस भनेको भित्रको लेयर। यसमा दुईटै एन्टिक्लिनल र पेरिक्लिनल डिभिजन हुन्छ। क्वेसन सेन्टर भनेको ग्रोथ नट अर जी नट रिजन हो है। अर्को हामीले भास्कुलर बन्डलको कुरा गऱ्यौँ, इन्ट्रा इन्टरमिलेर भास्कुलर क्याम्बियम बनाउँछ, यसको कुरा भोलि पनि गर्छौँ। प्यारेन्काइमाको हामीले कुरा गऱ्यौँ, इट इज अ लिभिङ नन मेकानिकल। कोलेन्काइमा इज अ लिभिङ मेकानिकल। यसमा पेक्टिन हुन्छ, सेलुलोज हुन्छ। जिनट रिजन भनेको ग्रोथ नट रिजन है बाबु, त्यहाँनिर ग्रोथ हुँदैन भनेर बुझ। सेल डिभिजनहरू हुँदैन, सेल साइकलहरू हुँदैन, ग्रोथ हुँदैन कि। अर्को छ मोडिफिकेसन अफ प्यारेन्काइमा के हुन्छ? क्लोरेन्काइमा, एरेन्काइमा, प्रोजेन्काइमा। आइडियोब्लास्ट, ए बाबु यो आइडियोब्लास्ट चाहिँ फङ्गाइमा हुँदैन है। आइडियोब्लास्ट चाहिँ आइडियोब्लास्ट इज प्रेजेन्ट इन यो जेनरली प्लान्टमा हुन्छ है, ग्रिन प्लान्टहरूमा हुन्छ। लिफ र स्टेममा चाहिँ जेनरली हुन्छ है। लिफ र स्टेममा स्टोरेज गराउँछ। फङ्गाइमा चाहिँ यो हुँदैन, अलिक गल्ती भएको छ, ल करेक्ट गर है। यो फङ्गाइमा चाहिँ आइडियोब्लास्ट हुँदैन। आइडियोब्लास्ट हुने प्लेक्टेन्काइमाहरू चाहिँ फङ्गाइमा हुन्छ, यो आइडियोब्लास्ट चाहिँ हुँदैन है। स्युडो प्यारेन्काइमा र प्लेक्टेन्काइमा हुन्छ। आइडियोब्लास्ट चाहिँ जेनरली ग्रिन प्लान्ट्सहरूमा हुन्छ। कुरा बुझ्यो? मोस्ट पपुलर थ्योरी अहिलेको ट्युनिका कर्पस है। ल जेनरली यता हेर, अगाडि हामीले के पढ्यौँ भन्दा प्यारेन्काइमाको फङ्सन भनेर हामीले पढ्यौँ। त्यसपछि हामीले पन्ड सिल्क भनिन्छ स्पाइरोगाइरालाई भनेर भन्यौँ। मेकानिकल र लिभिङ टिस्यु सजिलो छ, कोलेन्काइमा। डेड हुन्छ स्क्लेरेन्काइमा, यो पनि सजिलो छ। हाइपोडर्मिस मोनोकटमा स्क्लेरेन्काइमाले बनाउँछ, डाइकटमा कोलेन्काइमाले बनाउँछ। यतिसम्म आज हामीले कुरा गऱ्यौँ। फङ्सनल युनिट अफ जाइलम चाहिँ हार्ड्रोम, फ्लोएमको फङ्सनल युनिट लेप्टोन। दुईटैको कलेक्सनलाई हामीले वुड र बास्ट भन्छौँ रेस्पेक्टिभली। यहाँदेखिको क्वेसन हामीले भोलि गर्छौँ। आजलाई चाहिँ यति नै गरौँ। अर्को क्लासको टाइम सेम टाइम है। अर्को तिम्रो 9 बजेदेखि क्लास हुन्छ। नेक्स्ट क्लास तिम्रो अर्को के को रुटिन आयो होला बाबु? भोलि मेरो क्लास चाहिँ सेम टाइममा हुन्छ है, 5 बजे नै हुन्छ। ल सबैले बुझ्या छौ क्लास भन त एकचोटि? ल रमाइलो लागिरहेछ बाबु? ल अब थोरै क्वेसन भ्याउनुको कारण अब मैले कन्सेप्ट थ्योरी भोलि सकिन्छ है, भोलि सकिन्छ। भोलि मैले सकेसम्म 2-2.5 घन्टा जति लिन्छु अनि सकिन्छ कि। जतिवटा क्लासमा सकिन्छ त्यतिवटा क्लासमा सकाउने के बाबु, भोलि पर्सि भन्ने कुरा हुँदैन। बुझौ नि? तिम्रो एउटा पनि कन्सेप्ट बाँकी रहनु भएन, त्यही चाहियो नि त। इन्ट्रान्स भन्दा 15 दिन 20 दिन 1 महिना अगाडि तिम्रो सबै सिलेबस A to Z कम्प्लिट हुनुपर्छ। त्यति हो मेरो मेन्टालिटी चाहिँ है। अब कति सकिन्छ, कति अब हतार गरेर पढायो भने त एकै दिनमा सकिन्छ, तर अब बुझाउनु पर्ने कुरा होला, कसैले नबुझेको कुरा होला, क्वेसन होला, एन्सर होला, सो टाइम लाग्छ।
सबै टपिक कभर हुँदैछ है बाबु। तिमी गएर किताब खोलेर मोडुल खोलेर जे पढ्दा पनि हुन्छ, जुन पनि किताब है, जहाँको क्वेसन गरे पनि हुन्छ। मैले पढाएको कोलेन काइमासम्म तिम्रो एउटा पनि क्वेसन बाहिर जाँदैन, यति मैले ग्यारेन्टी गरेर। कोलेन काइमासम्म तिमी क्वेसन प्र्याक्टिस गर, सबै क्वेसन बन्छ जुन पनि किताबबाट बनाउँदा। ओके ल, यही पेसमा पढौँ। अब बिस्तारै पढौँ। अब हतार हतार छ भने हतार पनि पढाउन सकिन्छ नि, ठुलो कुरा भएन त्यो त। ल यता हेर न बाबु, मैले जेनरली क्लासेसहरूमा इन्स्टिच्युटहरूमा पढाउँदाखेरि के गर्छु भन्दा यो 5 देखि 6वटा क्लासमा पढाउँछु कि 5 देखि 6 घन्टा मैले भ्याइदिन्छु क्वेसन नगरेर है, थ्योरी मात्र। तर यहाँनिर चाहिँ मैले के प्लान गरेछु भन्दा म 5 घन्टा तिमीलाई पढाउँछु है, 5 घन्टामा प्लान्ट एनाटोमी भ्याउनु पर्छ। अब 5 घन्टा चाहिँ इनफ हो कि, 5 घन्टा क्वाडको लागि चाहिँ मोर देन इनफ हो। बिस्तारै जाम न, अब भ्याउँछ क्या, सबै भ्याउँछ। टाइमभन्दा पहिले भ्याउँछ है, एक्जामभन्दा पहिले, टाइमभन्दा पहिले भ्याउँछ, आत्तिनै पर्दैन। यस्तै आउँछ बाबु। एउटा कुरा तिमीले के बुझ भन्दा, ल मैले चाहिने कुरा भन्छु। वी आर नट हेयर टु डु पिएचडी इन बोटानी है। बोटानीमा हामीलाई पिएचडी गर्नु छैन अहिले। हाम्रो मेन टार्गेट हो सीमा नाम निकाल्न, चाहिने कुरा पढ्ने, जथाभावी यताउताको किताब, इन्डियन किताब, नयाँ क्वेसन, नयाँ थ्योरी केही पढेर काम लाग्दैन। अहिले पढ्ने भनेको सजिलो कुरा हो। अब हेर न, तिमीले गाह्रो क्वेसन बिगारे पनि तिमीलाई केही फरक पर्दैन कि, तिमीलाई गाह्रो लागेको क्वेसन तिम्रो कलिगलाई, तिम्रो साथीलाई, सबैलाई गाह्रो लाग्छ। त्यही भएर खासै त्यसले ऱ्याङ्कमा केही फरक पर्दैन। र त्यही भन्दैछु है, म त्यही भन्दैछु। मैले के भने भन्दा सजिलो क्वेसन पढ्ने, धेरै गाह्रो नपढ्ने। अरे मोर देन इनफ है बाबु, मैले जे पढाएँ, तिमीले मोडुल नपढे पनि यति नोट मात्र पढ, त्यसपछि क्वेसन गर, सबै क्वेसन भन्छ है, सबै भन्छ। ल मैले नोट पठाइदिन्छु है तिमीलाई। मैले बायोलोजीको यो बोटनीको मैले क्लासेसहरूमा पठाएको नोट पनि पठाइदिउँ है, डिटेल नोट मैले पठाइदिउँ। मजाले सकिन्छ बाबु, 3 महिना इज इनफ टाइम है, 90 डेज हुन्छ। हेर त, बल मजाले आँखा चिम्लेर पढ्यो भने पनि सकिन्छ कि, मोर देन इनफ। नाम निकाल्न सकिन्छ है। अहिलेसम्म केही पढेको छैनौ, 11 12 मात्र अलिअलि पढेछौ भने पनि अब नाम निकाल्न सकिन्छ कि, त्यस्तो खासै गाह्रो छैन नि बाबु। अब हेर त, म तिमीलाई के कुरा भन्छु भन्दा, स्टुडेन्टहरू आत्तिन्छन् के, बुझ्यौ। अब एक्जाम नजिक नजिक आयो नि, आत्तिन्छन्, आत्तेर पढाइ बिग्रिन्छ। के गर्ने भन्दा सजिलो क्वेसन गर्ने, इजी क्वेसन छुट्नु भएन। गाह्रो क्वेसन छुटे पनि फरक पर्दैन, किनकि तिमीलाई गाह्रो लाग्ने क्वेसन सबैलाई गाह्रो लाग्छ, सबैको छुट्छ, खासै फरक पर्दैन, ऱ्याङ्कमा तलमाथि हुँदैन। तिमीले गर्ने भनेको इजी क्वेसन हो। अब तिम्रो टार्गेट 120 130 छ भने तिमीले त अब बोटनीबाट 30 क्वेसन मिलाएपछि त आयो नि त बाबु, मजाले आउँछ। नाम निस्किने भनेको 150 देखि 160मा हो। यति मार्क्स ल्याउनलाई खासै धेरै गाह्रो क्वेसनहरू गरिराख्नु पर्दैन। नयाँ क्वेसन नगर्ने, हेरेको कुराहरू चाहिँ पढ्ने के, रिभाइज गर्ने म्याक्सिमम्। क्वेसन कसरी गर्ने भन्दा, मैले आजको तिमीहरूको क्वाड गराएँ, आज गएर नोट पढ्ने, भोलि क्वेसन प्र्याक्टिस गर्ने। आज पढाएको टपिक आज पढाएको आजै नगर्ने, किनकि आज गऱ्यो भने सबै मिल्छ, आए जस्तो लाग्छ, पछि बन्दैन है। ल पढ्ने तरिका बाबु, तिमीले अहिलेसम्म जुन नोट बनाएको छौ त्यो नोटलाई फलो गर्ने। नोट छैन भने मैले नोट पठाइदिन्छु है, मैले जुन जुन च्याप्टर पढाउँछु सबैको नोट मैले पठाइदिन्छु। प्लसमा क्वाडमा क्वेसन प्र्याक्टिस गर्ने है, क्वाडमा क्वेसन गर्ने, धेरै क्वेसन गर्नु पर्दैन है। नोटमा पनि मैले क्वेसन राखिदिएको हुन्छु, क्वाडमा पनि क्वेसन गर्ने, पास्ट इयर क्वेसन म्याक्सिमम गर्ने है। पास्ट इयर क्वेसन गऱ्यो भने अब बायोलोजीमा 25 यत्तिकै गर्छ। ओके ल, मैले नोट पठाइदिउँ है, मैले तिमीहरूको ग्रुपमै नोट हालिदिन्छु। ल यो प्लान्ट एनाटोमी सकोस् अनि राखिदिउँला है। आजलाई चाहिँ यो राखिदिन्छु। ल त्यस्तै गरौँ न त, बिस्तारै पढौँ है, अलिक पेसमै पढौँ। त खासै हतार गरेर काम छैन। अब समयभन्दा पहिला भ्याइदिन्छु सिलेबस, यति भरोसा गर न बाबु। ल यही फेजमा त म पनि थिएँ नि त एक समयमा। अब मलाई पनि त मेरो सिलेबस भ्याउँछ कि भ्याउँदैन, अब जो मान्छेमा ट्रस्ट गर्यो त्यसले भ्याइदिन्छ कि भ्याइदिँदैन जस्तो लाग्थ्यो। अब तिमीहरूसँग त्यस्तो हुँदैन के। यता हेर, अहिले गर्ने भनेको पिसिबी हो, अहिले गर्ने भनेको अब्जेक्टिभ पिसिबी, जुन पनि है, टार्गेट 200 कुनै तिमी गर। अहिले च्याप्टर वाइज क्वेसन गर्ने टाइम हो। पिसिबी कम्प्लिट सल्युसन भनेको एक्जामको 1 महिना 1.5 महिना अगाडिदेखि गर्न थाल्ने हो। जब तिम्रो सिलेबस भ्यायो बल्ल तिमीले कम्प्लिट सल्युसन पढ्ने हो। 1 1.5 महिना मोर देन इनफ हुन्छ दुईचोटि पढ्नलाई, कम्प्लिट सल्युसन राम्ररी गर्यो भने है। ल आजलाई चाहिँ यति नै गरौँ, अब बाँकीको कुरा चाहिँ अर्को क्लासमा गरौँ, हुन्छ। कम्प्लिट सल्युसन चाहिँ अहिले पढ्ने होइन है, कम्प्लिट सल्युसन अब एक्जाम नजिक नजिक आउने बेलातिर पढ्ने हो, अहिलेलाई चाहिँ नपढ्ने। अहिलेलाई पिसिबी गर्ने। ओके बाई बाई ल।
यो रेकर्डिङ स्टप गरिदिनु पर्यो है।